भाग्नुपर्छ चेजिङ राजेन्द्र खड्कीले भन्छ त्यत्रो मान्छे अगाडि म स्विमिङ डुबेँ त म बाँधिदिनँ भन्नुभयो मरे मरोस् आज केही छैन गरे पोखरामा त्यो तालको बिचमा एक्लै त्यो बिहानी पहिलो किरणसरी भन्नेमा लिएर जा भन्नुहुन्छ उहाँ बिचमा आफूलाई स्विमिङमा पर्फेक्ट छैन त्योभन्दा पछि हिरो बनेको भ्याता बुद्ध जाने छ थिएँ तर त्यो तालमा डुब्यो भने त म कसरी आउनु ट्रक चलाउनु थिएन अनि करोडपतिमा चाहिँ त्यो मिन टाटा चलाउनु पर्ने भयो है मिन टाटा लगाएर हान्नु पर्ने थियो होइन मलाई त आउँदैन भन्ने कुरै भएन क्या होइन सिन पनि चिट गर्नु भएन कहाँ चिट गर्नु भन्दाले आउँछ होइन आउँछ भन्दै पैसा नभएपछि के सिनेमा काम गरे पैसै छैन है पैसै छैन अब राजेश दाई सबभन्दा टप राजेश दाई पैसै बढाउनु हुन्न राजेश दाई पो जमिनदार पैसावालको छोरा हुनुहुन्थ्यो हामी त गरिब मान्छे होइन हाम्रो धेरै कुरा आफ्नो कमाइबाट गर्नु थियो सोच्नु परेन राजेश दाई त म पनि भाइ म पनि गरिरहेको थिएँ नि काम पैसै मतलब छैन नि पुर्खाली सम्पत्ति जति पनि छैन होइन के टेन्सन भन्ने भयो नि त राजेश दाईले त हामीलाई त गाह्रो थियो सिनेमा अफर गर्दा मैले फिल्म नबनाउनुहोस् यो डुब्छ तपाईँ पनि दुःखले कमाएको भन्दा उहाँलाई यो कुरा रमेश सिद्धि ठुलो मान्छे भयो सान देखायो यसले मात्रै फिल्म बनाउन जाने जस्तो भनेर उहाँले बनाउनु भयो डुब्नु भयो ए प्रोड्युसरले किन बुझ्दैन जान त्यहाँ मै भनिरहेको छु मैले नबनाउनु भन्दा मैले काम पाइनँ मैले ब्याङ्कमा साइन गर्दै पहिले काम गर्नुपर्ने छ सलमान खान र म खेलौँ साउथ इन्डियनको कुनै एउटा हिरो र म काम गरौँ उहाँभन्दा कम गर्न सक्छु त म उहाँभन्दा मेरो जिउ नराम्रो छ कि लुक्स नराम्रो छ कि अभिनय नराम्रो गर्छु कि म उपेन्द्र महतो जीवा लामी छाने यिनीहरू आउनु पनि हो क्या ओहो उहाँले हामीले यति धेरै इन्भेस्ट गर्दा त पनि त्यति रिटर्न छैन भनेपछि त 2-3 करोड लगानी गर्दा 50 करोड आउँदो रहेछ भने उहाँहरू तब इन्डस्ट्री हुन्छ के आजसम्म विनोद चौधरी एउटा फिल्ममा 2-4 फिल्म बनाउनु भएको छैन नि विदेशमा अहिले चाहिँ भयङ्कर हाम्रो शेष घलेले भयङ्कर पैसा कमायो भने खोइ त सिनेमामा उहाँले त 10 सिनेमा किन रहेन साँच्चै त्यो केही कारण हो अथवा अनि मैले त्यही भन्छु नि उहाँहरूलाई त्यति धेरै चाहिँ सम्मान गरिनु पर्दैन उहाँले आफ्नोलाई पैसा कमायो होइन म आफैले फोन गरेर नेपालमा त भेटेको थियो नि त होइन ल म आएको छु आउनुहोस् है भन्दा आउनु भएन उहाँ बोलाउँदा त आउनुहुन्न भने चाहिँ उहाँलाई नेपालमा किन सम्मान गर्ने अनि गरिब भनेर गरिब देशको कलाकार यसो पैसा छैन भने हेपेको त म रम्नी नै एक्लै हो बैरागी त किन दाइ तपाईँलाई यस्तो मतलब भनेको सम्बन्धको अर्को पाटो धोका हो नि त सम्बन्ध टिकाइराख्ने के गर्ने त राजा आउनुपर्छ भन्ने स्पष्ट तपाईँको विचार हो त्यहाँ पुग्ने मान्छे तपाईँले त्यो जनता चाहिँ भन्ठानुहुन्छ त्यो त महाडिग्रेसी भइसक्यो उसले राजा भन्दा पनि श्री 5 भन्दा श्री 7 को कल्पना गर्छ उहाँको विरुद्धमा नाराबाजी गरेर रहेछ 2-4 जना मुस्तन्डेहरू आएर चाहिँ पिटिरहनु भएको थियो क्या त्यो त्यहाँ गाली गर्ने भने एज अ प्रधानमन्त्री उहाँ पार्टीको प्रधानमन्त्री देशको प्रधानमन्त्री उहाँले त कारबाही गर्नुभयो पिट्ने मान्छेलाई बाँकी स्वतन्त्रता भने के हो हामी बोल्न पाउनुपर्छ भनेर हामीले चाहिँ यो गणतन्त्र ल्याए होइन र उहाँ भनेको एउटा हिरो यस्तो हिरो जसलाई चाहिँ मेकअप म्यानले चाहिँ मेकअप गर्नु पर्दैन उहाँ अलरेडी नै त्यति ह्यान्डसम भनेर हामीले सुन्थ्यौँ समाचार दाइ यो कुरा कतिको के थियो दाइ त्यो खासमा चाहिँ यो चाहिँ हामीले समाचार सुन्नु पाएको थियौँ क्या तपाईँको बारेमा रमेश सुब्रतीलाई चाहिँ मेकअप आर्टिस्ट चाहिँदैन होइन यस्तो अब मेरो अलिक क्युट फेस थियो अनि त्यो के भन्छन् त्यो एकदम चक्लेटी फेस अनि त्यो मेकअपले झन् मलाई अलि भद्दा बनाइदिने मेरो त्यो जुन चाम छ त्यसलाई चाहिँ ओभरल्याप गरिदिएछ कि त्यसले त्यसले गर्दाखेरि म अब त्यस्तै पऱ्यो एक्सन स्याक्सन यताउता गर्मी ठाउँमा पऱ्यो भने चाहिँ लाइट मेकअप गर्न लाउँथेँ सकभर चाहिँ म हेभी मेकअप कहिले पनि गरेन मलाई त्यो मेकअप सुरुमा मलाई थाहा भएन अनि गर्दै गएँ पछि हेर्छु सबैजनाको पब्लिकको रियाक्ट गर्छन् तपाईँ बाहिर राम्रो हुनुहुन्छ सिनेमामा कति नराम्रो भन्न थाल्यो रिजन चाहिँ त्यो रहेछ पछि फेरि मैले सकभर मेकअपै नगर्ने टाइपको अलिअलि स्किनै त्यस्तो राम्रो होइन तपाईँको त्यो होइन त्यो मेकअपले मलाई उल्टो भद्दा बनाइदियो कि मान्छे चाहिँ जस्तो म फेरि त्यो पनि होइन मैले त्यसलाई कसरी बुझ्ने अब इन्डियाको एड खेल्दाखेरि मेकअप म्यान थियो उहाँले मेकअप गर्नुपर्छ भन्यो मैले त्यहाँ अब नाइ भन्न सकिनँ किनभने अब उहाँहरू टप मान्छे हुनुहुँदो रहेछ फेरि मेकअप गर्दा त्यहाँ राम्रो देखियो आई डोन्ट नो नेपालको मेकअप त्यतिखेरको मेकअप सामान त्यस्तो हो कि अब के हो
अलि मलाई चाहिँ त्यो सुट नभएर अलिक कम गर्थेँ। त्यो बेलाको लाइटिङहरू पनि अलिक डेन्जरै थियो नि त, क्यामेरा यत्रो यत्रो हुने, लाइट पुरै अब लाइट बाल्नुपर्ने, दिउँसो रिफ्लेक्टर साटन थर्मोकुल यो त्यो घाममा टल्केर आँखा खोल्नुपर्ने पीडा थियो नि कलाकारलाई। आजकल त के छ र सजिलो छ। त्यो खासमा त्यस्तो मेकअप चाहिँ त्यो अलिकति डार्क फेस भएकोलाई चाहिँ अलिकति बढी सुट गर्ने रे, त्यो तपाईँको जस्तो उज्यालो गाउँ गएर बढ्न त्यो अलरेडी राम्रो मान्छेलाई चाहिँ मेकअप गरिदियो भने क्यामेरामा झन् नराम्रो देखिन्छ। त्यो उज्यालो काट्नलाई पनि मेकअप गर्नुपर्ने छ कि बढी उज्यालो भयो भने त्यसलाई पनि काट्ने क्या, अब लाइटले काट्ने हुन्छ कि मेकअपले काटेर चाहिँ अरू जस्तै देखाउनु पऱ्यो नि त। त्यो एउटा रमाइलो पार्ट हो, त्यसलाई मैले चाहिँ सम्झिँदा मजा आउँछ, मलाई सम्झिँदा चाहिँ मजा आउँछ। गाह्रो थियो त्यो बेलामा काम गर्न, अहिले जस्तो होइन, तर सम्झिँदा आनन्द चाहिँ लाग्छ। हामीले त्यो अभावमा पनि दुःख सुख गरेर धेरै वर्ष काम गरियो भन्ने कुरामा चाहिँ गर्व लाग्छ। दाइ हजुरलाई त्यो ठ्याक्कै चाहिँ हिरो मेटेरियल मान्छे हो भनेर आफूलाई नोटिस गर्नुभयो कि तपाईँलाई कसैले भनिदिएको थियो तपाईँ चाहिँ यो मान्छे म त हिरो मेटेरियल रहेछु भनेर कहिले? अनि त्यो विद्यार्थी कालमै म नाटक खेल्दाखेरि सबैजनाले चाहिँ त्यही भन्थे, सिनेमामा जानुपर्छ टाइपको, अलिक क्युट फेस थियो अनि लामो कपाल, त्यो बेलामा स्लिम, अनि समय पनि त्यस्तै थियो। अनि सबैजना मान्छे साथीभाइहरूले होइन तिमी त सिनेमामा जानुपर्छ, त सिनेमामा जानुपर्छ, फुर्तिलो छस्, एक्सन गर्न आउँछ, मार्सल खेलिरहेको छ, डान्स गर्न आउँछ, लुक्स राम्रो छ भन्ने टाइपको साथीभाइले। पहिला त मलाई त हेबे जस्तो लाग्थ्यो कि कति, मैले चाहिँ फेरि किन त्यो भने मैले सिनेमा कोही चिन्दैन है। अब डान्स गर्न आउँछ त्यो बच्चादेखि नाति मानी हो होइन, एक्सन त अब काँटे खेल्नुपर्छ भने हेर्दुलाई खेले हो होइन। अनि त्यो भए हुनाले डान्स गर्ने मेरो रहर मार्सल आर्ट चाहिँ मलाई किक सिक हान्न रमाइलो लाग्ने कि। त्यो बेलामा फिल्म पनि त्यस्तो हेरिन्छ, भ्यान्डमको फिल्म हेर्ने, अक्षय कुमारको फिल्म हेर्ने, ब्रुसलीको फिल्म हेर्ने, ज्याक्सनको फिल्म हेर्ने, यावत मान्छेहरूको चाहिँ फिल्म हेर्दै गर्दा चाहिँ आहा मार्सल आर्ट खेल्नुपर्ने चाहिँ अब डेमोन्स्ट्रेसन देखाउन पनि मजा आउने नि त कहिले काहीँ होइन। साथीभाइ ठ्याक्क किक माथि ट्याक्क रोकिदियो होइन, ठ्याक्क हान्ने ट्याक्क रोकिदिने मजा आउँछ नि त होइन। अनि स्वाटा फाङ गरेर बुङ हान्ने, त्यो रमाइलो लागि गरेको होइन। अनि माथिबाट ट्याक्क अलिक अल्गोस ठाउँ देख्यो भने त्यहाँबाट चाहिँ उडेर हानिदिने, त्यो साथीभाइ रमाइलो लागि सिकेको थियो। म सिनेमामा आउँछु भन्ने त अलिक पछि, त्यो त्यसमा त डाइरेक्टली इन्डाइरेक्टली अब साथीभाइले पनि मलाई अब इन अ गुड वे भने, इन अ ब्याड वे भन्न चाहिँ भने, र मलाई चाहिँ करेज भयो। तर अब सायद अहिले फिल गर्दा चाहिँ राम्रै पेसामा लागेको छु। जतिले मलाई चिन्नुहुन्छ, माया गर्नुहुन्छ, गाली कसैले गर्नुहुन्न, सायद म अरू पेसामा गए भए गाली खान्थेँ होला, सबैले बदुवा दिन्थ्यो होला, त्यही नै हो। तपाईँ त त्यो बेलामा चाहिँ अहिले जस्तो सोसियल मिडिया जस्तो भएको भए, टिकटक सिकटक भएको भए चाहिँ यहाँ भेटियो एकदमै ह्यान्डसम केटा यहाँनिर भाइरल गरेँ, त्यो त के हो अहिले मान्छेहरूको भन्छन्। अब मलाई आफूलाई कुरा गर्नु मन लाग्दैन होइन, अब के भन्ने, त्यतिखेर सबैलाई थाहा छ कि हामीहरू कति पपुलर थियौँ भनेर। हजुर सुन्दरताकै कारणले पपुलर हुनुहुन्थ्यो नि त्यो बेलामा? अलि एक्टिभ पनि थिएँ, बोल्न यताउता फरवर्ड टाइपको थिएँ, लाज भन्ने थिएन, आँटिलो पनि थिएँ। अनि पहिल्यैदेखि थाहा थियो जीवन म मान्छे भएँ, अब फेरि म कहिले पनि मान्छे हुँदिनँ, मैले यो जीवन ब्युटिफुल्ली र पिसफुल्ली जिउनुपर्छ, कसैलाई पनि नोक्सान नपुर्याएर आनन्दसँग जिउनुपर्छ भन्ने मैले पहिले सोचेको थिएँ। आजभन्दा 20 वर्ष पहिले सोचेको थियो, अहिले सोचेको होइन। र सकेसम्म मैले त्यो कोसिस पनि गरेँ। आज तपाईँ जहिले पनि फिट फाइन, हर मान्छे तपाईँको मान्छेहरूको तपाईँलाई अरू मान्छेले चाहिँ प्रेसर औषधि खान्छन् के भन्छ, तपाईँलाई मैले मलाई पीडै छैन, तपाईँहरू आफैले रोग निम्ताएको हो, म सबलाई भन्ने गर्छु। तपाईँले आफूलाई चिन्नु नै भएन, तपाईँ किन दुनियाँमा आएको तपाईँलाई थाहै छैन। तपाईँहरू भन्नुहुन्छ मैले यो गरेँ, मैले यो काम गरेँ, मेरो बिजनेस थियो, मेरो यो प्रपर्टी हो, मेरो यो के पनि होइन। द मेन थिङ इज के हो भने तपाईँले जिन्दगी कसरी जिउनु भयो, कति पिसफुल्ली र कति ह्याप्पिली जिउनु भयो, यो आफूमै भर पर्ने कुरा। अरूले दिने भनेको त पीडा मात्रै हो। एक्ज्याक्टली, सम्पत्तिले पनि पीडै दिन्छ, धेरै साथीभाइले पनि पीडै दिन्छ, रिलेसनमा मात्रै पीडै हुन्छ, जहाँ ट्राजेडी हुन्छ त्यहाँ पीडै हुन्छ। कुनै पनि सम्बन्धमा ट्राजेडी नभएको हुँदैन, पीडा भयो नि त। तपाईँ सम्बन्ध कम राख्नुहोस् न, पीडै हुँदैन। धेरै साथीभाइ किन चाहियो? तपाईँको नियत सफा छ भने तपाईँलाई धेरै साथीभाइ चाहिँदैन, एउटै साथीभाइ 100 जना बराबर हुन्छ। तपाईँ धेरै सर्कलमा जानुहुन्छ त्यहाँ पीडा हुन्छ, ह्युमन हो। अरू साथीभाइले प्रयोग गरेर तपाईँभित्र जेलस हुन्छ, जेलस पनि पीडा हो। अरूले प्याच्छ भन्दा तपाईँलाई रिस उठ्छ, त्यो पनि तपाईँलाई हानि हो। त्यही मैले धेरै चिज बुझेर मैले बहुत चिज कम गरेँ।
यही कारण तपाईँले साथी सर्कललाई एकदम कम गर्नुभयो? धेरै कम गरेँ मैले, बहुत कम। मेरो साथी मै हो, मेरो दुश्मन मै हो, मेरो मोटिभेटर मै हो, मेरो कम्पिटिसन मैसँग छ। मलाई पीडा पर्दा मैले नै सम्झाउँछु, म खुसी हुँदा म आफैसँग सेयर गर्छु। मलाई कोही चाहिन्न। जो कमजोर हुन्छ उसलाई चाहिन्छ, जो अज्ञानी हुन्छ उसलाई अरूको ज्ञान चाहिन्छ। मलाई जीवनमा पुग्ने कुरो सबै छ। म यति भएपछि म अफ्रिकाको जङ्गलमा गएर पनि एक्लै बाँच्न सक्छु भन्ने मलाई आत्मबल छ। त्यसकारण मलाई धेरै साथीभाइ चाहिँदैनन्। चाहिन्छ साथीभाइ, तर सच्चा साथी चाहियो क्या। त्यो खल्तीमा छुरा बोकेर हिँड्ने साथी चाहिएन। खल्तीमा फुल बोकेर हिँड्ने, माया बोकेर हिँड्ने, सहयोगको भावना बोकेर हिँड्ने त्यस्ता साथीभाइ चाहिँ आई मिस इट। तर यहाँ त्यो त छैन। तपाईँ राम्रो सोच्नुहुन्छ त्यो तपाईँको बडापन हो, तर तपाईँले के थाहा तपाईँ अपोजिट साथीले तपाईँलाई त्यस्तै सोच्छ र? तपाईँको सफलतामा त्यो साथी खुसी हुन्छ? तपाईँ पो खुसी हुन्छ त, तपाईँले पो साथीत्व निभाइरहनु भएको छ त। तर तपाईँको सफलतामा त्यो साथी खुसी हुँदैन, त्यो जल्छ। अनि त्यो साथी हो चिनेर के होइन, हात मिलाएर साथी हुँदैन। मन मिल्नुपर्छ, विचार मिल्नुपर्छ, ती साथी हो। साथी सबभन्दा माथि हो, तर मन मिल्नु पऱ्यो। साथी यस्तो होस् जसले आफ्नो हर पीडामा पनि साथीको प्रगतिको चाहिँ कामना गरोस्। पीडा त सबैलाई छ नि। हामी मनुष्य भएर जुन दिन जन्मिन्छौँ नि, जबसम्म हामी मृत्यु शय्यामा चढ्दैनौँ नि, तबसम्म पीडै हुन्छ। अझै तपाईँहरू हामी भन्दा ती सफल र धनी मान्छेलाई पीडा हुन्छ, उहाँलाई डर हुन्छ, गुमाउने डर हुन्छ। हामीलाई केही पनि गुमाउनु छैन, केही डर छैन, छँदा पनि छैन, डर पनि छैन। उहाँहरूसँग धेरै कुरा छ, तर हर पल पलमा पहिलामा डर छ। त्यस्तो डराएर पनि के बाँच्नु, त्रसित भएर पनि के बाँच्नु। मान्छेले धन सम्पत्ति कमाइसकेपछि चाहिँ एकदमै हाई लेभलको घर बनाउँछ अरे, अनि बाहिर गार्ड राख्छन् रे, मान्छे सेक्युरिटी राख्छन्, डर भएर त्यो सबै कुरा राख्दै त्यो अन्त त खासमा चाहिँ त्यो डर भएर हजुरले भनेको डरले चाहिँ कसरी गर्छ भने खासमा ऊ आफूलाई चाहिँ निर्माण गरेको एउटा जेल हो अरे क्या। जेल हो, भयङ्कर वाल बनाउँछ। किन चाहिँ वाल भाइ? तपाईँको विचार राम्रो छ भने तपाईँलाई वालै चाहिँदैन नि। मान्छेबाट त मान्छे आउनु पऱ्यो होइन र? भयङ्कर वाल पर सेक्युरिटी राखेर, अझै अहिले त क्यामेरा पनि राख्ने, क्यामेरा फेस लक सबै गरेर। अनि राति सुत्ने बेलामा निन्द्रा छैन हेर्नुहोस्, फोन आयो भने झसङ्ग बन्नु परेछ। फोन आयो भने झसङ्ग हुन्छ। राति सुत्दा निन्द्रा छैन, भोक छैन, त्यो गाडी चलाइदिएर पनि आनन्द छैन। त्यस्तो सम्पत्तिको काम। अनि तपाईँले भयङ्कर मल बनाउनु भने के तपाईँको त्यो पर्मानेन्ट हो र? तपाईँ 60, 65, 55 वर्षको उमेर चाहिँ दरबार बनाउनुहुन्छ, तपाईँ त्यहाँ 15 वर्ष बस्ने ग्यारेन्टी छ? के भन्छ दाइ त्यो अरूको लागि मेक स्योर कि कमसेकम तपाईँले बनाएको घरमा 20-30 वर्ष त बाँच्न पाउनु पऱ्यो। त्यो पनि छैन। दुःख गर्दा गर्दा भर्सा गर्दा मान्छेलाई उल्लुमा ठग्दा राष्ट्रघात गर्दा 50 वर्ष नागेपछि उहाँले पैसा कमाउनुहुन्छ। त्यो पनि सारा मान्छेको बदुवा लिएर, सालालाई रुवाएर, सबैलाई चुसेर उहाँले बदुवाबाट त्यो निर्माण गर्नुहुन्छ। अनि त्यहाँ जुन दिन छिर्नुभयो चैन खतम। अनि एकैचोटि शान्त भनेको जुन दिन उहाँले चाहिँ लास निक्लिन्छ, व्यक्ति निक्लिने होइन, लास निक्लिन्छ नि त। लास निक्लिने त्यो व्यक्ति हुँदैन। अनि त्यो लास निक्लिँदैन, बस आनन्द हो। त्यही दिन मात्रै मान्छेलाई आनन्द हो। यति कुरा बुझ्नुपर्छ मान्छेले। दाइ तपाईँको साथी चाहिँ कतिजना छन् अहिले काउन्टै गर्दाखेरि? एकदमै तपाईँको सर्कलमा डे टु डे लाइफमा कुराकानी हुने? मेरो बहुत कम छन्। साथी धेरै छन्, तर साथीको मिनिङ जुन दिन मैले बुझेँ म आफै बिस्तारै टाढा हुँदै गएँ। के घटनाले त्यस्तो छ दाइ तपाईँलाई? घटना होइन, साथीभाइ भनेको त कस्तो हुँदो रहेछ भने सबै कुरा भएपछि मात्रै साथीभाइ आउँदो रहेछ। जीवन त एकनाश, मौसम त एकनाश हुँदैन। हार्टबिट त जिगज्याग हुन्छ। स्टेट भनेको सिधा हार्टबिट चल्यो भने मृत्यु हो नि त, डेथ हो नि त। लाइफ त जिगज्याग हुन्छ नि। तब तपाईँको लाइफमा जिगज्याग हुन्छ नि। म त इन्जोय गर्छु त्यसमा त, या स्टिल आइम अलाइभ भनेर। तर त्यो बेलामा चाहिँ ती साथीभाइको असली रूप देखिन्छ क्या समस्यामा। त्यो मान्छे चिन्ने मौका दिएको हो क्या परिस्थितिले पनि। त जुन समाजमा छ, जुन साथीभाइ भनेर चाहिँ मस्त छ, हेर तल पर्दा कोही पनि छैन, त्यसमा मजा लिइरहेको छु उनीहरूले। अझै पनि त साथीभाइ तेरो लाखौँ हजारौँ साथीभाइ छ? छैन। मैले भन्दा मेरो साथी मै हो। मैले खुसी भने किताब भने विजय कुमार दाइले लेख्नु भएको छ। उहाँ त्यहाँ त हजुरले भन्दै गर्दा एउटा कुरा ठ्याक्कै याद आयो क्या। उहाँले भनेको मैले धेरै साथी बनाएँ भनेको होइन रहेछ, ती मान्छेहरू परिचित मात्रै रहेछ, मेरा असली मित्र त एकदमै कम रहेछन् भनेर लेख्नु भएको छ क्या एउटा। हेर्नुहोस्, उहाँले किताब लेख्नुभयो, मेरो शुभकामना छ उहाँलाई। त्यो तर जीवन लेख्नै पर्दैन, जीवनले अटोमेटिक सिकाउँछ।
तपाईँलाई जीवनमा जब एउटा गाह्रो समय आउँछ नि त्यसपछि तपाईँले चिन्न पाउनुहुन्छ के वास्तविक जीवन के हो भनेर, समाज के हो, आफन्त के हुन्, साथीभाइ के हुन्, तपाईँको नाम के हो, यी सबै कुरा तपाईँले चिन्ने। तर त यसमा इन्जोय गर्नुहोस्। यसमा मतलब तपाईँ स्याड हुने होइन, हाँस्ने हो तपाईँ। म भ्रमरै छु यार भनेर मजाले हाँस्ने, लाउडली हाँस्ने, हर पल हाँस्ने। दुःख किन नौ, दुःख स्याड हुनु पनि कुरै छैन, हाँसेर बाँच्ने हो। यो जिन्दगी भनेको एउटा उपहार हो। त्यही पनि मान्छेको चाहिँ एउटा कामकाजी कुराहरू चलिरहेको हुन्छ दाइ, प्रेसर, जिम्मेवारी, कर्तव्य, के दायित्व भन्नेले चाहिँ हानिरहेको हुन्छ नि त दाइ। हेर्नुहोस्, तपाईँले केही नगर्नुहोस् तपाईँले हानिरहेछ, तपाईँले धेरै कुराहरू तपाईँले हान्छ। तर हर समय तपाईँले मैले के भने जब यस्तो विभिन्न कुराहरू आउँछ नि तपाईँले आफूले आफूलाई उत्तर दिने हो कि यस आइ एम स्टिल अलाइभ। त्यसकारण यी सब भइरहेछ। म फिल गर्न सक्छु, म दुःख फिल गर्न सक्छु, म समस्या फिल गर्न सक्छु, म अपनत्व फिल गर्न सक्छु, म माया फिल गर्न सक्छु, म हेट फिल गर्न सक्छु बिकज आइ एम अलाइभ। त्यति सिम्पल छ त। यसको मतलब यो होइन कि म चिन्ता भएर, म एग्रेसिभ भएर म आफूलाई पीडा दिने होइन नि त। मेरो अर्ग्यानहरू नेगेटिभतिर लाने होइन नि त। मैले आफूलाई कुल राख्ने हो नि त सधैँ। दिनभरि बिहान उठेपछि एउटा आफूलाई कमिटमेन्ट गर्ने, आजको दिन म बेस्ट बनाउँछु, सकेसम्म म सबैलाई राम्रो गर्छु, कसैको बारेमा नराम्रो सोच्दिनँ, कसैलाई गाली गर्दिनँ। भन्दा हेभिङ से द्याट म चाहिँ बिहानदेखि बेलुकासम्म मस्तसँग पिसफुल्ली हाँसेर बिताउँछु। हजुरले आइसोलेटै गर्नुहुन्छ कि आफूलाई? आइसोलेट त गर्नु पऱ्यो नि। कति घन्टा गर्नुहुन्छ दाइ दिनमा? मुडमा जस्तो परिस्थिति हेरेर हुन्छ, परिस्थिति हेरेर। भनेको कहिलेकाहीँ चाहिँ घरमै त्यत्तिकै पनि तपाईँ आफै एक्लै पनि रमाइरहनुहुन्छ, बस्नुहुन्छ? म रम्नी नै एक्लै हो, म रम्नी नै एक्लै हो। बैरागी त किन दाइ तपाईँलाई यस्तो मतलब भनेको? गलत हो यो। एक्लै रम्नी मान्छे बैरागी हुन्छ, त्यो त मान्छे बलियो मान्छे हो। उसले आफूलाई चिनेको, आफ्नो भित्रको सब भएको चिजलाई एक्टिभ गरेको मात्रै हो। एक्लै बस्ने मान्छे बैरागी भन्छ? हुँदैन नि। मैले अघि भने समाजमा रम्ने मान्छे कमजोर हो, साथीभाइमा रम्ने मान्छे कमजोर हो। तपाईँ एक्लै रम्नुहोस् न, आजीवन तपाईँलाई एन्जाइटी डिप्रेसन हुँदैन, ग्यारेन्टी, आई ग्यारेन्टी यो। जब तपाईँ एक्लै रम्नुहुन्छ नि, त्यो भनेको चाहिँ तपाईँ आफूलाई एउटा चाहिँ ट्रायल बेसमा हुनुहुन्छ क्या। जीवनको हर मोडमा म आफूलाई उभ्याउन सक्छु। जब तपाईँ ओन कम्पनीमा रम्नुहुन्छ नि, त्यसपछि तपाईँलाई कुनै पनि डिजिजले यस्तो हुन्छ नि, यो डिप्रेसन, एन्जाइटी, यो विभिन्न किसिमको नेगेटिभिटीले छुँदैन। तपाईँ ओन कम्पनीमा रम्न सिक्नुपर्छ। अरूको कम्पनीमा रम्ने मान्छे थाहा छैन यो समाज कतिखेर कम्पनी छोडिदिन्छ। त्यसपछि के गर्नु तपाईँ? त्यसपछि के गर्नुहुन्छ? म साथीभाइसँग भयङ्कर रम्छु, उहाँहरूको कम्पनी मनपर्छ भने साथीभाइहरू कतिखेर छुट्छन् थाहा हुँदैन नि त। घरको फ्यामिलीसँग रम्छु, वाइफसँग रम्छु, आजकल समयमा वाइफसँग कतिखेर मनमुटाव भएर चाहिँ सम्बन्ध टुट्छ। त्यसपछि के गर्नु? बोल्नु नि, भाँच्नु त पऱ्यो। नौ, आफूलाई यस्तो प्रिपेयर गर्नुहोस् कि म आफ्नो ओन कम्पनीमा रम्नुहोस्। त्यो मान्छेलाई कहिले पनि यस्ता कुराले छुँदैन। न सफलता, न असफलता, न धनी, न गरिब, न कुनै केही छुँदैन। मलाई कोही मान्छे यसो धनी मान्छेले मलाई कसैले भन्छ साथीभाइले, या त्यो मान्छे क्या प्रगति गर्यो, मनमा नै हाँस्छु, के भयो, के गर्यो त्यसले भने, ए यस्तो गर्यो, त्यो गर्यो, कसको लागि गर्यो भने, उसो हामीलाई गरिरहेको छ भाइ, के भयो त उसले, के गर्यो त? उसले अर्कै दुनियाँमा गयो, यहीँ छ त, अर्कै बाटोमा हिँड्छ, हामी जुन बाटो हिँड्यो त्यही बाटो हिँड्ने त हो, त्यही खाने हो। उसलाई बेसी भेटेर सोध्नु नि, मनमा कति आनन्द छ। तपाईँ 8 घन्टा मजाले निदाउनुहुन्छ, बेडमा गएको 10 मिनट, म 30 सेकेन्डमा निदाउँछु बेडमा गएको। उहाँहरूलाई यता फर्केर उता फर्केर कहाँबाट पैसा कता खाइदेला, कता कसले के गर्ला, कति पिर्छ हेर्नुहोस् त। त्यही हजुर अहिले जे अनुभवले जुन तपाईँ जुन तरिकाले यो कुराहरू गरिरहनु भएको छ, यो ज्ञान आउनुलाई त तपाईँलाई धेरै समय लाग्यो होला नि त, अगाडि त त्यो थिएन होला नि त। मैले अघि भनिहालेँ नि, 15-20 वर्ष पहिले आएको हो, तर अहिले झन् प्लस हुँदै गयो, जीवनले सिकाउँदै गयो। अनि हामी के पाउनमा दौडिरहेछौँ भन्ने कुरै थाहा भएन क्या। अनि म त्यहाँ ब्रेक लाग्यो अहिले। यो बेकारमा जुन कुरा मैले भेट्दिनँ त्यसको पछाडि दौडेर किन आफ्नो समय नष्ट गर्ने? जे तपाईँसँग छ त्यसमा रम्नुहोस्। तपाईँलाई अब साथी त्यति धेरै इनफ चाहिन्छ भन्ने लागिरहेको छ? साथीहरू छन् अहिले पनि, तर त्यस्तो साथी म बिहानदेखि बेलासम्म गफ गरेर त्यस्तो साथी कम छन्, बहुत कम। तपाईँलाई तत्तर मोमो गर्ने साथी छ कि छैन तपाईँसँग? छन्, किन नहुनु, छन्, तर बहुत कम छन्। तर फ्रिक्वेन्टली गफ हुन्छ। कोही विदेशतिर छन्, कोही नेपालमै छन्,
तर जुन कुरा म ढुक्कसँग मेरो पर्सनल कुरा सेयर गर्छु त्यस्तो साथीहरू बहुत कम छन्। साथीलाई त मैले ढुक्कसँग आफ्नो कुराहरू सेयर गर्न सक्नुपर्छ। किन सेयर गर्नलाई त्यो यस्तो हुन्छ क्या, किनभने कहिलेकाहीँ गरिन्छ नि त। तर मैले एउटा साथीलाई गरेको कुरा मैले अरू मान्छेबाट सुन्छु भने त्यो साथीलाई मैले ट्रस्ट गर्छु। मैले तपाईँलाई एज अ सम्झेर मैले कुनै पनि कुरा सेयर गरेँ भने अर्को एउटा थर्ड पर्सनबाट मैले त्यो कुरा सुनेँ भने तपाईँले त पक्कै त्यहाँ भन्नुभयो नि त, रमेश उप्रेतीले मसँग आएर कुरा गर्यो भनेर। हाउ क्यान आई ट्रस्ट? अनि किन ट्रस्ट गर्नु? तर मनको कुरा त भन्नुपर्छ अरे नि त, काहीँ न काहीँ त्यो चाहिँ व्यक्त गर्नुपर्छ, एक्सप्रेस गर्नुपर्छ। गर्नु पर्दैन। ऐना अगाडि सबभन्दा ठुलो साथी ऐना हो। ऐना अगाडि भन्नुहोस्। रुन मन लाग्यो भने त्यहीँ रुनुहोस्, आफ्नो पीडा पोख्न मन लाग्यो भने ऐना अगाडि पोख्नुहोस्, त्यसले साथ छोड्दैन। तपाईँलाई वास्तविक कुरा देखाइदिन्छ। अरू सब नाटक हो। ऐना छ नि त। एक्ज्याक्टली दाइले भन्ने कुरा यो एकदमै आफ्नो घरमा ऐना अगाडि बसेर तपाईँमा रहेको पीडाहरू एकदम रुन मन लाग्यो भने लाउडली रुनुहोस्, हाँस्न मन लाग्यो भने लाउडली हाँस्नुहोस्, त्यही आफ्नो सेयर गर्नुहोस्, उहाँसँग भन्नुहोस्, त्यो साथी। यो चाहिँ मिनिङफुल किन छ भने कतिपय चाहिँ पीडामा हुँदाखेरि साथीभाइलाई कुराहरू सेयर गरिसकेका हुन्छ, अनि त्यो कुरा सेयर गरिसकेपछि त्यहाँबाट गसिपको टपिक्स बन्न थाल्छ। त्यसपछि त्यो कुराहरू फैलिँदै जान्छ, झन् बढ्छ। त्यो फेरि तपाईँ कान दाइले भन्नुभयो थर्ड पर्सनबाट कुरा सुनेपछि त्यो मान्छेलाई फेरि पीडा हुन्छ। तपाईँले आफ्नो कुराहरू चाहिँ कति कुराहरू सेयर गर्ने, कति कुराहरू सेयर नगर्ने भन्ने कुरा चाहिँ यहाँबाट फिल्टर गर्नुपर्छ होला होइन? कम बोल्ने, सुनिरहने, किन बोल्नु? नर्मली दाइ हजुर मैले त्यस्तै भेट्छु प्रायः होइन, मतलब पब्लिक प्लेटफर्ममा। किन बोल्नु भने किन बोल्नु? कम बोल्ने, धेरै सुन्ने। तपाईँ जब चुप लाग्नुहुन्छ नि तपाईँले सबैको अनुहार पढ्न सक्नुहुन्छ। केही पनि हुँदैन यो समाजमा बोलेर। सुनिराख्ने अनि आफूले यसो जज गर्ने, यो मैले बोलेर के अर्थ छ? मूर्ख अगाडि बोलेर के फाइदा? त्यो आफ्नो शब्दको मात्रै खेर जान्छ। चुपचाप भने, किनभने तपाईँले बोल्ने बित्तिकै चाहिँ समस्या क्रिएट हुन्छ कि बोलेको कारण समस्या क्रिएट भएको छ हजुर? धेरै भएको छ। नबोल्दा त समस्या क्रिएट हुन्छ? नबोल्दा चुपचाप नि के भन्ला, कस्तो घमण्डी रहेछ भने म घमण्डी त होइन नि, मेरो नेचर चुपचाप बस्छु। मूर्खले सबैलाई मूर्ख देख्छ कि, आँखा हो, नजर हो। घमण्डी मान्छेले अरूलाई घमण्ड देख्छ, राम्रो मान्छेले संसार राम्रो, फुलको आँखा फुलै संसार। हजुर यो आरोप पनि लाग्यो है मलाई अहिले पनि लाग्छ रमेश घमण्डी भनेर। म आफै हाँस्छु। मैले उहाँको आँखालाई, उहाँलाई दोष दिनु, उहाँ आँखालाई दोष दिन्छु। उहाँले मलाई घमण्ड देख्नु भएछ, वाट अ ब्युटिफुल आइज भन्छु, चुपलाइ बस्छु। दुःख लाग्छ त्यो व्यक्ति त। मैले घमण्ड हुनु पनि केही पनि छैन। आई एम भेरी सिम्पल ह्युमन, भेरी सिम्पल। मैले बुझेछु जिन्दगी के हो, मनुष्य किन जन्मिन्छ, अन्त के हुन्छ, वास्तविकता सत्य के हो। सत्य भनेको हेर्नुहोस्, तपाईँले जीवनभरि पाउने भनेको धोका हो, त्यो एउटा सत्य हो। साथीभाइमा धोका, जबमा धोका, यसमा धोका, बिजनेसमा धोका, रिलेसनमा धोका, यो तपाईँले नकार्न सक्नुहुन्न, त्यो सत्य हो। अर्को सबैभन्दा सत्य भनेको मृत्यु मात्रै हो। अरूसँग डराइरहनु पर्ने कामै छैन। मृत्यु सत्य हो। जसले मृत्युलाई सहज रूपमा स्वीकार्छ त्यो मान्छे अरू कुरामा कसैले अहङ्कार भन्ला, कसले घमण्डी भन्ला, कसले के भन्छ, कसले के भन्छ भन्न दिने। धोकालाई कसरी स्वीकार गर्ने, कसरी लिने तर धोकालाई? अनि त्यो सहज रूपमा लिइसकेपछि त्यसले छुँदैन क्या। कसैले मलाई धोका दियो भने मलाई थाहा थियो यसले दिन्छ भनेर चुप्ला पनि। यहाँ त मान्छे पुरा भाइलेन्ट हुन्छ, ओहो के भन्छ, गयो धोका, के हुन्छ भाइ, 2 दिनपछि बिर्सिहाल्छ त। तपाईँ आफूले किन ड्यामेज गर्नुहुन्छ? लेसन सिक्नुभयो, यो तपाईँलाई पहिल्यै थाहा थियो त। सम्बन्ध भएपछि त्यहाँ धोका पनि हुन्छ भन्ने कुरा। सम्बन्धको अर्को पाटो धोका हो नि त। सम्बन्ध टिकाइराख्ने के गर्ने त? टिक्दैन? त्यस्तो फर्मुलै छैन त, हेर्नुहोस् है। सम्बन्ध टिकाउनुलाई त एक त मैले धेरैचोटि भन्छु होइन, अन्डरस्ट्यान्डिङ हो। सम्बन्ध डर हुनुपर्छ क्या सम्बन्ध टिक्नुलाई, दुवै साइडमा। तपाईँ र मेरो दोस्ती टिक्नको लागि तपाईँलाई पनि डर हुनु पऱ्यो कि मैले रमेश उप्रेतीसँग दोस्ती गुमाउने डर हुनुपर्छ कि। त्यो गुमाउने डर भएपछि त्यो टिक्छ। तर वाट द हेल, यो नभए त्यो नभए त्यो भएपछि त सकिहाल्छ। अहङ्कारले सिद्धिने हो। सबभन्दा ठुलो अहङ्कार, इगो। मान्छेमा अहङ्कार किन आउँछ जस्तो लाग्छ तपाईँलाई? ल्याक अफ नलेज। ल्याक अफ नलेज नै हो। अज्ञानी मान्छेलाई अहङ्कार हुन्थ्यो नि। जसले जीवन बुझ्दैन त्यो मान्छे चाहिँ अहङ्कारी हुन्छ, अज्ञानी हुन्छ। किताब पढ्ने कुरा होइन, किताबसँग यहाँ रिलेटेड छैन। जसले जीवन पढाइ हुन्छ, किताब भने त एउटा साइकोले लेख्ने कुरा हो, त्यो पढेर त्यो पनि पागल भइहाल्छ के। त्यो धेरै पढ्ने मान्छे साइको नै हुन्छ। तपाईँलाई म नाम लिनु, तपाईँले भर्खरै अहिले बजारमा पढे लेखेका मान्छेले दिएको अभिव्यक्तिहरू हेर्नुहोस् न,
एउटा सुन्ने बाटो नै मान्छे सुन्दा नि कान चिचिचिर हुन्छ। विद्वान मान्छेले दिएको अभिव्यक्तिहरू हेर्नुहोस् न, अहिले तपाईँ सामाजिक सञ्जाल युट्युबतिर हेर्नुहोस् त, विद्वान मान्छेले दिएको अभिव्यक्ति हेर्नुहोस्, त्यो एउटा साइको पागलले लेखेको पढेपछि पागलै हुन्छ कि। त्यस कारण जीवन पढ्नु, जीवनले मान्छेलाई एउटा शीतलता दिन्छ के कुरो होइन। हामीभित्र जस्तो तपाईँ हामीभित्र सबै कुरा छ, ज्ञान पनि छ, अज्ञान पनि छ, रोग पनि छ, रोगको निवारण पनि छ, सबै छ, रिस पनि छ, सबै चिज छ। तर हामीले बुझ्दैनौँ कि, हामीलाई समय दिँदैनौँ। हामी अरूको सल्लाहबाट यसले भनेको कुरो ठिक हो, मैले कुनै कुरा गर्ने योजना भने म तपाईँसँग सल्लाह लिन्छु कि मभन्दा जान्ने तपाईँ हो। तपाईँले यो सोच्नु भएन कि तपाईँ आफूलाई कमजोर बनाउँदै हुनुहुन्छ कि। तपाईँले यो बुझ्नु भएन कि म आफै बलियो मान्छे हो, सक्षम मान्छे हो, म एकदम क्यापेबल मान्छे हो, म आफूलाई सोध्छु, मेरो ब्रेन युज गर्छु। ब्रेन दिएको छ त, यो मुटु होइन, हृदय भनेको त एकदम कमजोर हुन्छ, यो अर्कै ठाउँमा, यसलाई छोडिदिने यो छ त हाम्रो। यसको फ्रिक्वेन्सीहरूलाई एक्टिभ गर्ने, संसार जित्ने पनि त यही हो नि। संसारका बादशाहहरूको दिमाग पनि हामी जस्तै हो नि, होइन र? त्यो तपस्वीहरूको पनि त हामी जस्तै हो नि, होइन र? जाडो महिना बसेर शरीरमा तातो राब निकाल्नुहुन्छ, त्यो पनि त हामी जस्तै मान्छे मनुष्य होइन र? गर्मीमा बसेर एउटा चाहिँ शरीरमा चाहिँ हिउँ जमाउनुहुन्छ, त्यो को हो त? हामी जस्तै मनुष्य होइन त? उहाँले आफूभित्र भएको पावरलाई एक्टिभ गर्ने कोसिस गर्नुभयो, त्यो एक्टिभ भयो। त्यो महाकवि लक्ष्मीप्रसाद देवकोटाले पनि मुनामदन लेख्दाखेरि गर्मीको समयमा पुरै ठकठकी कामेर थतरो कामेर लेख्नु भएको थियो भने यो फिल हो, फिलको कुरा। दाइले अघि भन्दै हुन्थ्यो सामाजिक सञ्जालतिरको कुराहरू गर्दै थिएँ। हजुर, मैले दाइले कहिलेकाहीँ सामाजिक सञ्जालतिर लेखिरहनु भएको हजुर देख्छु म कहिलेकाहीँ। समटाइम्स राजा कहिले पनि पूर्व हुँदैन, कहिले पनि पश्चिम हुँदैन, अभियसली अलवेज किङ भनेर। जागिरी हो र भूतपूर्व हुनलाई, पूर्व पश्चिम हुनलाई राजा राजा अलवेज। दाइ हजुरको ठ्याक्कै स्पष्ट भिजन भनेको चाहिँ अहिले मैले पछिल्लो समय यो कुराकानीको सन्दर्भमा पनि मलाई दाइसँग कुरा गर्नु मन लागेको कुरा पनि यही थियो, राजा आउनुपर्छ भन्ने स्पष्ट तपाईँको विचार हो। नेपाली जनताले चाहेर राजा आउनुपर्छ। एउटा सांस्कृतिक राजा हिसाबले नेपाली जनता सबैले चाहेर राजालाई ल्याउनुपर्छ। न कुनै एउटा पार्टी न एउटा कुनै व्यक्तिले बोकेर राजा आउनु पनि हुँदैन, त्यस्तो लहलैमा राजा जस्तो भयो राजा त्यसमा लाग्नु पनि हुँदैन। जनताले चाहनुपर्छ। जनता भने सबै हो, त्यो पार्टीको नेताहरू पनि जनतै हो। उहाँहरू सबै मिलेर राजालाई ल्यायो भने मलाई लाग्छ है अब यो देश अलिकति सुशासनको बाटोतिर लाग्छ। होइन भने यस्तै हो यो देश, यो केही हुनेवाला छैन। गरिबीको मुनि नै हो। अब राम्रो सक्षमहरू सबै विदेश पलायन भइसक्यो। भन्दै गर्दा विदेशीहरू पनि आफ्नो देशको आफ्नै समस्या छ। त्यसकारण हामी आफै बलियो हुनुपर्छ, हाम्रो देशै बलियो बनाउनुपर्छ। हामी सबै मिलेर हाम्रो घर भनेको देश हो, यो देशलाई बलियो बनाउनुपर्छ। राजा पनि उहाँले पुर्खाले रचेको यो देश हो, उहाँलाई बाइपास गर्न मिल्दैन, उहाँलाई पनि ल्याउनुपर्छ। सबै मिलेर हामी सार्वभौम देश, हाम्रो देश नेपाल, हामी आफै एउटा चाहिँ आत्मनिर्भर देशतिर लाग्नुपर्छ। र एउटा चाहिँ होला, यहाँ कानुन होला, संविधान होला, तर अनुशासन छैन, पालना भएन। अलिकति यो कुराहरूबाट चाहिँ सबैलाई एउटा चेतना, जनचेतना जस्तो। राजा आएपछि भने चाहिँ यी सबै तमाम समस्याहरूको हल हुन्छ भने तपाईँको? राजा आउँदैमा त्यो हुने होइन भने हामी आफै नै सुध्रिनुपर्छ। हामी आफै चाहे त फेरि त्यसो भए राजा चाहिँ किन चाहे त? होइन, यस्तो हो, एउटा डर चाहियो। यहाँ डर भएन। यहाँ तपाईँ अहिले खुल्ला तपाईँ पैसा माग्छन् जहाँ गए पनि, भ्रष्टाचार अनियमितता अति भयो, चरममा पुग्यो। डर भएन। हामीले पहिला डर चाहिने छ। पहिला डर थियो, राजाले केही पनि गर्ने होइन, तर यो देशको माया राजालाई छ नि। अनि राजालाई बाइपास गर्न मिल्छ र? तर राजा एकदम राजतन्त्र एक्टिभ भएर पावरफुल राजा हामीले त्यो कल्पना गरेको छैन नि। म डेमोक्रेटिक मान्छे हो, मलाई प्रजातन्त्र मनपर्छ, मलाई डिक्टेटरसिप मन पर्दैन। तर मान्छे भनेको त अनुशासित त हुनु पऱ्यो नि। यो देश यति धेरै भ्रष्टाचार दलदलमा डुबेको छ, भित्र यति खोकुलो भइसक्यो, हामी सबैले जगजाहेर छ नि। तर हामी बाहिर हावा कुरा गर्ने, अनि एउटा जे पाए त्यही बोले हुन्छ नेताले, त्यही हामी ताली बजाउँछौँ। कति हामी नेपालीहरू, कति जनताहरू कति कुरा, कति पछाडि छौँ अझै पनि।
तर पछिल्लो समयमा त्यस्तो बेलामा त क्वेसन गर्नुपर्ने हो। जस्तो कुनै एउटा पार्टीको चाहिँ नेताले बोल्दै गर्दा उहाँको कार्यकर्ताले प्रश्न गर्नुपर्ने, तपाईँ यस्तो हावागफ किन गरिरहनु भएको छ, यसको आधार के हो तपाईँले यहाँको भन्नेको आधारमा जे पाए त्यही भन्ने। यो विज्ञानको युगमा आएर 21औं शताब्दीमा आएर पनि तपाईँ अहिले यस्तो कुराबाट चाहिँ तालीको अपेक्षा राख्नुहुन्छ नेताज्यू भनेर आम मान्छेले होइन, उहाँकै कार्यकर्ताहरूले प्रश्न गर्नुपर्नेमा ताली बजेपछि त मैले गरेँ राम्रो छ भनेर झन् त्यतैतिर जान्छ होइन र। त्यसकारण हामी आफै नै सचिनुपर्छ होला। राजा आउँदैमा यो देशमा केही खराब हुँदैन, किनभने राजा आउँदैमा अलिक हामीले त नत्र त हामीले छिमेकीले पनि इज्जत नदिने भयो। त्यही ठाउँमा हामी चाहिँ इन्डिया चाइना विभिन्न ठाउँमा हाम्रो देशको चाहिँ राष्ट्र प्रमुख जाँदा कति इज्जत हुन्थ्यो, आजकल हेर्नुहोस् त लाज लाग्छ। राजा राज संस्थासँगको जोडिएको इज्जत हो कि अथवा यो देशले प्रगति विकासमा चाहिँ फड्को नमारेर अथवा आर्थिक होइन, देशमा यो भ्रष्टाचारले डुबेको देश भयो हाम्रो यस्तो भयो। जुन देशमा अत्याधिक मात्रामा चरममा भ्रष्टाचार हुन्छ नि, यहाँ यस्तै हुन्छ, सबले हेर्छ। आफू बलियो हुनुपर्छ। आज युरोपको यत्रो त देश छ जहाँ 27 लाख 35 लाख 50 लाख जनसङ्ख्या भएको देश आज संसारको टप र पिसफुल देशमा पर्छ। उहाँको जिडिपी त्यति राम्रो छ। बलियो घर बलियो भएपछि त डराउँछ त मान्छे। भाइ फुट्यो गवार लुट्यो भने त आफू त मिलेर बलियो हुनु पऱ्यो नि। खाली एकलाई गाली गरेछ, गालीको राजनीति पुग्यो देशमा। तर राजाहरू राज संस्था हुँदा पनि राजा राज खानदान अनि त्यो भित्रको दरबारभित्रको षड्यन्त्र अनि त्यो भित्रको चाहिँ खिचातानी र रवैयाले पनि त आजित त भएको होला नि त। यस्तो तपाईँले देख्नु भएको छैन, मैले देखेको छैन है। सबैजना बाहिर जे न्युज सब्सक्रिप्सन गर्दै त्यही आउने हो। राजाहरूको जीवनशैली बहुत शालीन थियो, सिम्पल थियो, त्यसमा डाउटै छैन। उहाँहरूको सिम्पल, उहाँहरू त्यस्तो ऐयासी अहिले जस्तो यो महँगा ब्रान्डेड केही पनि थिएन। जहाँकि उहाँको चाहिँ इतिहास 240 वर्षको थियो, तर पनि उहाँभित्र एकदम सिम्पल थियो। त्यो बाहिर चाहिँ हावाको न्युज ल्याउने हो कि। त्यस कारण पक्कै पनि अब एउटा नेताको हिजो चाहिँ चप्पल पड्को हिजो नेताको छोराछोरीको रवैया तपाईँले देखिरहनु भएको छ भने राजाको सन्तानमा अलिकति त्यो किसिमको संस्कारले अलिकति त्यो ट्र्याकभन्दा बाहिर जानु त सामान्य कुरा हो। तर अहिलेको जस्तो अहिले राजा आयो भने जहाँसम्म मलाई लाग्छ उहाँले अलिकति हन्डर पनि खानुभयो, बुझ्नु पनि भयो। आसेपासे चम्चे सल्लाहकार झुर हुँदाखेरि के हुँदो रहेछ थाहा पनि पाउनुभयो कि राज संस्थाको यो हकीकत भाग पनि त उहाँहरूको चाहिँ हजुर सरकार यस्तो भएर ठिक छ हजुर भन्नेहरूले डुबायो नि त। उहाँको चाहिँ बाहिर खतम भइरहेछ, भित्र बबाल छ ठिक छ। यस्ता चम्चेहरू यो आसेपासे त र चाहिँ त्यो अपर्च्युनिटिजहरू त वरिपरि टन्न लिएर हिँड्ने हो नि त सरकार त। त्यही भएर राज संस्था बिग्रिएको गएको हो। तर यी सबै कुरालाई सम्हालेर आउँदाखेरि अबको चाहिँ अलिक परिमार्जित भएको राजा हुन्छ कि जस्तो पनि मलाई लाग्छ। अहिले हुनु अब हाम्रो नेताहरू पनि त्यही हो नि, आसेपासे जे भन्यो त्यही गर्ने हो। तर ग्राउन्ड बेसमा त बेस त त्यहाँ गडबड छ होइन। भनेपछि राजा आएपछि सन्तुलन हुन्छ भने तपाईँको धारणा? पहिला जस्तो राजतन्त्र होइन कि अलिक सुध्रिएर अब यो घटनाक्रमले उहाँलाई अलिक सुधारे पनि, उहाँ अलिक परिमार्जित पनि हुनुभयो होला, बुझ्नु पनि भयो होला, उहाँले गरेका गल्तीहरूलाई उहाँले मनन पनि गर्नुभयो होला। आसेपासे चम्चेले बिगारेर रहेछ भन्ने कुरा उहाँले त्यो आत्मसात गर्नु पनि भयो होला। यी सबै कुरा सुध्रेर आयो भने राम्रो हो नि होइन, गार्जेन आउनु राम्रो होइन घरमा। तर कति समयको लागि भन्ने कुरा लाग्छ कि मलाई चाहिँ दाइ, मेरो आफ्नो एनालाइसिस चाहिँ होइन यस्तो हो। तपाईँले एउटा चाहिँ पार्टीको राष्ट्रपति भन्दा त देशको राजा सबको साझा होइन र। पार्टीको राष्ट्रपति भन्दा देशको राजा सबको साझा होइन र। त्यो ठाउँमा आउँदा के फरक पर्छ? यहाँ त राष्ट्रपति पनि त राष्ट्रको पति हुनुपर्ने, देशले सबको लागि हुनुपर्ने ठाउँमा पार्टीको छ नि त होइन। तर भन्नेहरूले चाहिँ के हुन्छ त्यो देशको सर्वोच्च पदमा चाहिँ आम जनता पनि पुग्न सक्यो नि। राजा जनतै हो नि, तपाईँ पुग्नुहुन्छ। राजाको त त्यो त अब खानदानीमा गयो। तपाईँहरू अझै पनि यत्रो घटनामा पऱ्यो भने तपाईँहरू अझै हामी सबै सुध्रेका छैनौँ क्या। त्यहाँ पुग्ने मान्छे तपाईँले त्यो जनता चाहिँ भन्ठानुहुन्छ, त्यो त महाडिग्रेसिभ भइसक्यो। उसले राजा भन्दा पनि श्री 5 भन्दा श्री 7 को कल्पना गर्छ। श्री 5 त माराधिरा भइसन्थ्यो, तर उहाँ त्यहाँ पुग्ने बित्तिकै श्री 7 2 थप्यो। राणाहरू श्री 3 थिए, माराधिरा सरकार श्री 5 भयो। अहिलेका त्यो उच्च पदमा पुग्ने मान्छे श्री 7 भए। अनि त्यसको आसेपासे श्री 6 श्री 5 हो त बुझ्नु, उहाँ त श्री 7 हो। बुझ्नु भएन? उहाँहरूको अभिव्यक्ति हेर्नुहोस् न, श्री 7 होइन त। यस्ता छन्। त्यसले गर्दाखेरि राजालाई अन्डर एस्टिमेट गर्नु पर्दैन। राजा हाम्रो गार्जेन हो,
यो देशको गार्जियन हो। राजाले नेपाललाई माया नै गर्नुहुन्छ, कहीँ भागेर जानु भएको छैन। उहाँले पनि जनताको चाहना अनुसार त्यो जनताको चाहिँ सम्पत्ति जनतालाई सुम्पिएर चाहिँ बाहिर निस्किनु भएको हो। उहाँले केही विध्वंस गर्नु भएन, कसैलाई मार्नु भएन, कसैलाई गाली केही पनि गर्नु भएन, निशस्त्र भएर बाहिर निक्ले हो नि। एक्ज्याक्टली है, त्यो सेफ ल्यान्डिङ गरे हो नि त, न त त्यहाँ जे पनि हुनसक्थ्यो। त्यही कारणले हामीले सबैले सम्मान गर्नुपर्छ कि ज्ञान सरकारलाई, मैले साँच्चै भनेको। न त्यहाँ जे पनि हुनसक्थ्यो नि, 20, 50, 100, 200, 500 मान्छे किन आर्मी उहाँसँग थियो, पुलिस सबै थियो, सशस्त्र थियो, सबै एडमिनिस्ट्रेसनको चिफ उहाँ हुनुहुन्थ्यो, जे पनि हुनसक्थ्यो। ठोक भने भए हामी नेपाली आम मान्छे 200-400 मान्छे मर्थ्यो नि। तर उहाँले त्यस्तो त्यो सन्दर्भमा त जहिले पनि उहाँ चाहिँ शान्ति नोबेल पुरस्कार उहाँलाई दिनुपर्ने। उहाँ टप मान्छे हो, उहाँले बहुत नेपाललाई नेपाली जनतालाई माया गर्नुहुन्छ, त्यो डाउटै छैन। नेताहरूलाई पनि थाहा छ, तर उहाँहरू त्यो भन्यो भने त उहाँहरूको त बिग्रिनु भयो नि त खेतीपाती त। त्यसमा उहाँहरू त्यो वास्तविक कुरा भन्नुहुन्न। दाइ यो राज संस्थाको कुरा आउँदै गर्दाखेरि चाहिँ उत्तराधिकारीको जहिले पनि कुरा क्वेसन गरिरहेको हुन्छ मान्छेहरूले, प्रायः यो सबै सोसल साइटहरूमा देखेको कुरा मैले तपाईँलाई गर्दैछु। यो उत्तराधिकारीले चाहिँ अलिकति समस्या पार्यो भन्ने कुराहरू अब को राख्ने, हेर्नुहोस् त्यहाँ जो राख्यो नि हुन्छ, लेगेसीमा जसलाई राखेर हुन्छ। देशले मान्नु पऱ्यो, जनताले मान्नु पऱ्यो, मैले मानेर भएन, सबैजना अन्डरस्ट्यान्डिङमै हुनु पऱ्यो। राजालाई यो देश बचाउनलाई संरक्षण गर्नको लागि, देशको चाहिँ सार्वभौम जोगाउनको लागि राजा ल्याउने हो कि, शासकको रूपमा राजा ल्याउने होइन नि त। हामीले यो देशमा एउटा संरक्षक चाहियो भनेर ल्याउने हो राजालाई। हामी सबैले लिने, सबै पार्टी मिलेर ल्याउने भने जनताले मात्रै, पार्टी सबै मिल्ने हो। अब हामीलाई यो देशको सार्वभौम जोगाउनको लागि न त छिमेकीले पेल्न थाले है, राजा ल्याउनु पऱ्यो। अनि हामी नै हुने हो प्रधानमन्त्री त, जनतै हुने हो, जनताकै छोरा हुने हो। राजा त एउटा थपना मात्रै त हो नि। अब त्यसपछिको अब नेक्स्ट जेनेरेसन लेगेसी आधारमा अब सरकारको हिँड्ने सरकार भए पनि भयो, लेगेसी आधारमा श्रुतिको छोरी ल्याएर राखे पनि भयो। हामीले मान्नु पऱ्यो, हामी मानिहाल्छौँ नि। झन् त्यो विदेश सरकारको आत्मै शान्ति मिल्छ यदि श्रुति सरकार छोरी ल्याएर राखिदियो भने त। त्यो हिसाबले ग्रुमिङ पनि त फेरि लय पनि गुमेको छ नि त दरबारको त त्यो बिचमा, किनभने उत्तराधिकारीको लागि त्यही अनुसारको बिल्डअप गर्दै लगेर त्यो उहाँलाई चाहिँ ग्रुमिङ गरेर लगेर जाने। एउटा साधारण मान्छे त्यसको टपबाट चाहिँ दुधबेदी त्यो मान्छेको चाहिँ राष्ट्रपति हुन्छ भने त्यो ग्रुमिङ ठिक छैन, राम्रो छ त एजुकेसन उहाँहरूको। एउटा साधारण मान्छे प्रधानमन्त्री हुन्छ, साधारण मान्छे गएर राष्ट्रपति हुन्छ भने उहाँहरूको एजुकेसन उहाँको त त्यो छ नि त। त्यहाँ गएर बस्नलाई उहाँले शासन गर्ने त होइन नि, हामीलाई शासक गर्ने त्यो त्यस्तो पो राष्ट्र त चाहिएन त। राजतन्त्र पो चाहियो, हामीले संस्था एउटा चाहिँ सेरोमोनियल एउटा त्यो चाहिएको क्या हामीलाई। सेरोमोनियलको विषयमा त त्यो 62-63 आन्दोलनमा पनि यो कुरा चल्छ होइन। यस्तो सम्झौता भएको थियो चाहिँ केही व्यक्तिहरूले गद्दार गरेर मात्रै हो, आफ्नो स्वार्थको लागि हो, उहाँहरूको आत्मा शान्ति मिलोस् मरेर जानुभयो, केही भन्दिनँ म होइन। तर त्यस्तो गर्नु हुँदैन, देशलाई माया गर्नुपर्छ। अनि सबैलाई मिलेर, हाम्रो देश हो, हामी सबै यहाँ अटाउनुपर्छ। साझा फुलबारी हो, साझा 36 वर्ण होइन, हामी सबैको साझा फुलबारी हो। राजा महेन्द्र जस्तो व्यक्तित्व बोकेको मान्छे चाहिन्छ यो देशलाई बनाउनलाई। त्यस कारणले गर्दाखेरि उहाँहरू पनि राजा महेन्द्रको सन्तान हुन्। अनि त्यो भएर हामीले चाहिँ राजालाई बाइपास गर्ने, राजाले जे पाए त्यही, राजाले केही बोलेको छैन, कसैलाई गाली गरे पनि गरेको छैन। राजालाई गाली गर्ने, राजालाई गाली गर्दा कोही ठुलो हुन्छ त्यो त आम मान्छे जज गर्ने, कति मूर्ख मान्छे रहेछ भन्न ठान्छ नि, कति स्टुपिड मान्छे रहेछ भन्छ नि उसले, होइन र। त्यसकारण एउटा बौद्धिक मान्छेले अथवा एउटा बुझ्ने मान्छेले कसैलाई गाली गर्दैन। दाइ हजुरले राजा ज्ञानेन्द्र सरकारलाई भेट्नु भएको छ? किन नभेट्नु, भेट्ने, हान्ने, रम्ने, नाच्ने सब गरेर। तपाईँले लास्ट टाइम भेटेको चाहिँ अलिकति अनुभव सेयर गर्नु दाइ, के कस्तो रहेछ व्यक्तिगत रूपमा चाहिँ उहाँलाई? सरकार एकदम सिम्पल होइसिन्छ। उहाँ शासक गर्न जन्मिएको राजै होइन, उहाँ साधारण व्यक्ति हुनुहुन्छ, शालीन हुनुहुन्छ, भद्र हुनुहुन्छ, सफ्ट स्पोकन हुनुहुन्छ। मैले बुझेको राजा हुन त वीरेन्द्र सरकार पनि सेम हो, एकदम शालीन, देशलाई माया, सिम्पल। तर कहिले विवेक प्रयोग नगर्दाखेरि चाहिँ यस्तो घटना भएको। एकदम त्यो हुन्छ नि, अब त्यो राजा भनेको यस्तो हो, सद्दाम हुसेन टाइपको त्यस्तो छैन, उहाँहरू सिम्पल। अनि अब सरकार के भन्नुभयो त्यस्तो होइन, अब सरकार नाचौँ भन्दा नाची बस्किन्थ्यो होइन, सरकार वाइन चेस भन्छ चेस गरेर बस्किन्थ्यो। अब हामी चाहिँ त्यस्तो, अनि तिमी त राम्रै कलाकार होइन हो नि भनी बस्किन्थ्यो। भन्नु खोजेको के भने उहाँ सबैलाई माया गरी बस्किन्थ्यो है। बरु अहिलेका चाहिँ प्रधानमन्त्रीहरूमा अलिकति रवाफ देख्छु, हामीले टेर्नु मान्नु पऱ्यो नि, त्यो त मान्नु पऱ्यो नि त, तपाईँ आफै देखाउने होइन कि। अनि राजाको छोरा चाहिँ अथवा राजा चाहिँ त्यति सरल र सिम्पल। अनि अहिलेको मान्छेहरू चाहिँ त्यो रवाफ देख्दा मलाई के भएको यो है, होइन हामी
कुन चिजको अभ्यास गरेर आएको छौँ भन्ने फिल चाहिँ हुन्छ नि मलाई। हजुरले कुरा गर्दा चाहिँ रिसेन्टली नै मैले यहाँ के अरे दशरथ रङ्गशालाको एउटा गेमको भिडियो आइरहेको थियो सामाजिक सञ्जालतिर। हजुर त्यहाँ चाहिँ हाम्रो प्रधानमन्त्री ज्यूको विरुद्धमा नारा लागेको रहेछ। हजुर होइन, हिजोको दिनमा चाहिँ ज्ञानेन्द्र चोर देश छोड भनेर पनि भनेको त यहीँ नि हो नि त, 10-12 वर्ष अगाडिको कुरा त हो। राजा वीरेन्द्र गाली गर्ने यहीँ हो, पम्फा भनेर पम्फा एसओ सरकारलाई गाली गरे पनि यहीँ हो। यो परम्परा यो चाहिँ 2000 उहिले अब त्यो के भन्छ यो कङ्ग्रेस पालामा पनि कुनै गिरिजा हैजाले कुनै के भने यो सबै पहिल्यैदेखि गरेको अभ्यास हो नि त गरेको। अनि हिजो चाहिँ त्यो त्यहाँनिर उहाँको विरुद्धमा नारा राजित गरेको रहेछ। 2-4 जना मुस्तन्डेहरू आएर चाहिँ पिटिरहनु भएको थियो क्या त्यो त्यहाँ गाली गर्ने भने। एज अ प्रधानमन्त्री, उहाँ पार्टीको प्रधानमन्त्री, देशको प्रधानमन्त्री, उहाँले त कारबाही गर्नु पिट्ने मान्छेलाई। बाँकी स्वतन्त्रता भने के हो? हामी बोल्न पाउनुपर्छ भनेर हामीले चाहिँ यो गणतन्त्र ल्याए होइन र? होइन हो नि। हिजो राजा पालामा बोल्न पाएन, अब बोल्ने चाहिँ स्वतन्त्रताको लागि लडे होइन र? अनि त्यो उसलाई लाग्यो होला, त्यसलाई त हाँस्ने हो नि। जस्तो अस्ति क्यानाडाको प्रधानमन्त्रीले राजीनामा दिँदै गर्दा बाइडेन निर्वाचित पब्लिकले गाली गर्यो, हुटिङ गर्यो, गाली गर्यो। त जा त्यो यो तैँले केही गर्नुहोस्, तेरो लागि यो होइन भनेर गाली गर्दा उहाँले यसरी हात रेज गर्दै थ्याङ्क यू भन्नुभयो। उहाँले गाली के पनि भन्नु भएन। त्यति शालीन हुनुपर्छ राष्ट्र प्रमुख भनेको, त्यति पोजिटिभ हुनुपर्छ, त्यति नरम हुनुपर्छ, सबैलाई माया गर्ने हुनुपर्छ, कार्यकर्तालाई होइन, सबै देशको सबै जनतालाई माया गर्ने र सबै देशको सबै जनताको गार्जियन बन्नु पर्यो के, अभिभावक बन्नुपर्छ, पार्टीको होइन। यी र यस्तै घटनाहरूले गर्दाखेरि चाहिँ अहिलेको जुन यो व्यवस्था चाहिँ कमजोर भइरहेको जस्तो लाग्छ क्या मलाई चाहिँ। होइन, रोष आक्रोशहरू चाहिँ मान्छेमा अहिले युथहरूमा यति आक्रोश छ नि, यति फ्रस्ट्रेसन छ। म त धेरै ठाउँमा जान्छु, स्कुलहरूमा पनि जान्छु, उहाँहरूको विचार सुन्छु, उहाँहरू एकदम आक्रोश डिप्रेस हुनुहुन्छ उहाँहरू। मलाई विभिन्न जिल्लाबाट फोन आउँछ, सर तपाईँले बोलिदिनु पऱ्यो भन्नुहुन्छ। यति तल चाहिँ त गाविस उसमा पनि यति भ्रष्टाचार छ भन्नुहुन्छ। उहाँले टिपाउनुहुन्छ, म मनमा नै हाँसु। उहाँले मलाई के, म त सिम्पल एउटा मान्छे कलाकार मात्रै हुँ होइन। उहाँहरूले के भन्ठानेर मलाई चाहिँ गुनासो सुनाउनुहुन्छ। सर बोलिदिनुहोस् भन्नुहुन्छ। सिनेमाको गुन्डालाई कुट्या जस्तो गरेर उहाँले त्यो भन्ने ठाउँ पाउनु भएन कि, गुनासो गर्ने ठाउँ नै छैन, सुनवाई छैन, जहाँ पार्टीको भ्रष्टाचार तलदेखि माथिसम्म। एउटा एकजना भाइले भन्दै थियो गाविसको अध्यक्ष लड्नलाई करोड खर्च हुन्छ। म पनि लडाएको थिएँ सर, मैले 18-20 लाख खर्च गरेँ, आसम्म ऋण तिरिरहेको छु भन्थ्यो। उसले पनि लडाएको थियो अरे, 18-20 लाख सिद्धियो अरे, आजसम्म ऋण तिरिरहेको छु। त्यति महँगो भयो। अब त्यो मान्छे यदि वडा अनि त्यो करोड खर्च गरेर कहाँबाट त? अनि त्यो गाउँ विकास हुन्छ? वडा अध्यक्ष भएको भए त उसले त्यहीँबाट निकाल्ने हो नि। अब उसले जसले जित्यो त्यसले त त्योभन्दा बढी खर्च गर्यो नि त। एक्ज्याक्टली। अनि त्यो गाविस विकास हुन्छ? गाउँपालिका विकास हुन्छ? हुँदैन नि त। त्यसले हामीले कुन प्रजातन्त्रको, कुन गणतन्त्रको अभ्यास गरेर आछौँ? यहाँ त सबैले ध्यान दिनुपर्ने अवस्था छ नि। तपाईँ हामी आज मोज गरौँला, तर अब आउने पुस्ताहरू यहाँ कोही पनि हुँदैन। अबको जेनेरेसनहरू सबै मान्छे फ्रस्ट्रेसन भइसक्यो। सबै विदेशीले बरु देशै लिँदै हुन्छ भने मलाई त्यस्तो भन्छ। हामी अनि राष्ट्रियता कुरा गर्छौँ कि कुनै विदेशीले लिएर लिजमा लिएर चलाइदियो अनि कमसेकम हामीलाई यो हेडेक त हुन्थेन, काम गरेर त खान पाइन्थ्यो। अब त्यस्तो भयो, लाइफसँग इन्सिक्योर भएको छ मान्छेहरू। उहाँहरूले भन्ने ठाउँ छैन, सुन्ने ठाउँ छैन। हजुरले कहिलेकाहीँ चाहिँ प्रधानमन्त्रीज्यूसँग पनि भेटघाट गरेको कहिलेकाहीँ फोटोहरू आइरहेको के भन्नु न हजुरले त्यस्तो उहाँहरूलाई? अब यस्तो छ, अब अहिलेको प्रधानमन्त्रीज्यू एकदम हँसाउनुहुन्छ होइन। अनि भेटाइ बेलामा मैले चाहिँ राम्रै कुरा गर्छु भन्छु, अनि अब त्यो भन्यो उहाँले बिर्सिनुहुन्छ। कमसेकम हामी जस्तो हामी पनि त एउटा जिम्मेवारी पदमा बसेर वर्षौँ देशको सेवा गरे हो नि त। इन्टरटेन फिल्डमा पनि त हामीले सेवा नै हो नि। हो, एक्ज्याक्टली। तर उहाँहरूले पनि त केही बुझेर उहाँहरू पब्लिकमा भन्दा बढी पब्लिकमा उहाँहरू जानुहुन्छ, आर्टिस्ट जान्छ नि। उहाँले भनेको कुरा अझै सुन्नुपर्छ। हामीले बोलेको कुरालाई हल्का रूपमा लिने होइन, उहाँले सुन्ने, मनन गर्ने, कहिलेकाहीँ आर्टिस्टलाई बोलाउने। किनभने हामी स्टार हुँदा उहाँहरू केही पनि हुनुहुन्थेन। अहिलेका धेरै शासकहरू उहाँहरूको बारेमा मैले के बोल्नु भन्नु खोजेको के भने हामीले पनि त बुझेका छौँ, देश विदेश हामी पनि गएको छौँ, धेरैवटा देश गएको छौँ, धेरै मान्छेसँग हाम्रो चाहिँ इन्ट्रेक्सन छ होइन। अनि यो कुराहरू हामीले भनेको कुरा सुन्नुपर्छ होइन। उहाँहरू चाहिँ कता पनि अब कलाकारको जलपान समारोहमा बोलाउनुहुन्छ अनि यसो नमस्ते गर्नु के छ भन्नु, उहाँ राजा होइन नि।
राजा जस्तो गर्नुहुन्छ उहाँहरू हाम्रो कुरा सुन्ने हामी उहाँभन्दा कमजोर छैनौँ क्या विचारमा विवेकमा सोचमा राष्ट्रप्रेममा होइन हामी कमजोर छैनौँ नि हामी त्यो ठाउँमा मात्रै नगएको हो त्यो ठाउँमा हाम्रो लागि चाहिँ त्यो उपयुक्त ठाउँ होइन भनेर हामी त्यो पोलिटिक्स नगएको त्यो जालसाजी गर्ने फटागिरी गर्ने त्यो त्यस्तो खालको मान्छे ठाउँ हो नि त त्यो उनीहरूको अपेक्षा चाहिँ नमस्कार गरिदियो तमसरण गरिदियोस् भन्ने त्यस्तो उहाँले चाहिँ अझै पनि आर्टिस्टबाट चाकरी खोज्नुहुन्छ जस्तो म कहिले पनि गर्दिनँ म सबैलाई समान देख्छु होइन म सधैँ रमेश सुवेदी हो सधैँ कलाकार हौँ उहाँहरूको त्यो मन्त्री प्रधानमन्त्री केही दिनु हो कि केही समय हो त्यसकारण कहिल्यै पनि पदको घमण्ड गर्नुहुन्न सम्पत्ति घमण्ड गर्नुहुन्न जतिसुकै फलेको वृक्ष जहिले पनि निहुनुपर्छ कि झन् मैले पनि भन्ने गर्छु पदमा हुँदा चाहिँ सबैको मन जित्नुहोस् है भन्छु नि म पदमा हुँदा चाहिँ जित्नुहोस् पदमा तपाईँ सधैँ रहिरहनुहुन्न त्यसपछि चाहिन्छ हामी फेरि समाजै चाहिन्छ भन्ने गर्छु तर थाहा छैन त्यो कुर्सी के हो है त्यो पावरै अर्कै त्यो कुर्सी के हो भनेर मलाई त्यो कुर्सीमा गएर एकचोटि बस्नु मन छ क्या यो देशको प्रधानमन्त्रीको कुर्सी के हो कि राजनीति लड्दिनु हुँदैन होइन म लड्दिनँ भन्नुभयो चाहिँ त्यो मलाई यो देशको प्रधानमन्त्रीको कुर्सीमा टक्क गएर 1 मिनट बस्न म के फिल आउँदो रहेछ कस्तो भाइब्रेट हुने रहेछ क्या त्यहाँ जाने बित्तिकै मान्छे ठ्याक्क मेनिपुलेट भइहाल्ने कि अर्कै भइहाल्ने एकछिन लागि गएर बस्दिने 1 मिनट बसेर मलाई फिल गर्नु छ क्या कि यस्तै म यस्तै हुन्छु कि म भित्र नेगेटिभिटी यसरी आउँछ त्यो मलाई फिल गर्नु छ क्या त्यो कुर्सी कसले बनायो त्यसलाई पनि भेट्नु छ मलाई कुन कम्पनीबाट चाहिँ म्यानुफ्याक्चर भएको त्यो पनि हेर्नु छ त्यस्तो पनि हुँदैन त्यो कुर्सीमा जाने बित्तिकै मान्छे जति कुर्सीमा लचक्क हुन्छ नि त्यति लचिलो हुनुपर्छ क्या त्यहाँ गएपछि म यति धेरै जिम्मेवारी लिएर म सेवक बनेर म यो देश र जनताको सेवा गर्न आएको म शासक होइन म जनताभन्दा पनि सानो हुँ म यो देश र जनताको सेवा यो माटोको सेवा यो माटोको ऋण तिर्न आएको हो म हिजो यो म नयाँ म गाउँतिर कता चप्पल पड्काएर हिँड्थेँ होला कहीँ गोठालो हुन्थेँ कि कहीँ म कृषक हुन्थेँ कि सबै मान्छेहरू जो शासक हुनुहुन्छ के हुन्थ्यो होला म पनि आर्टिस्ट नभए के हुन्थ्यो होला त्यही भएर त घमण्ड गर्नुहुन्न भनेको मेरो कर्मले यहाँ ल्याइदिएपछि त मैले त यो देशलाई सेवा गर्ने हो नि त यो माटो ऋण तिर्ने हो यहाँ कयौँ मान्छेले के भन्छ थाहा छ के भन्छ धेरै मान्छेले मलाई भनिसक्यो अनि आज मैले तपाईँलाई भन्छु धेरै मान्छेलाई के फिल भयो भने नेपालमा जन्मेकोमा गर्व छ रे तर नेपाली भएकोमा चाहिँ गर्व छैन रे यस्तो कुराहरू आउनु थाल्यो ल हेर्नुहोस् त यो फ्रस्ट्रेसन यो कुरा कहाँबाट आयो भने यो देशको मतलब यसको मतलब नेपालमा नेपाल त एकदमै यो तपभूमि हो नि त ऋषिमुनिको हो नि त देवभूमि हो नि यो यहाँ यो प्राकृतिक सुन्दरताले भरपूर भएको देश हो यो यहाँ जन्मेकोमा चाहिँ गर्व छ अरे तर भनेको चाहिँ यस्तो शासकहरूले शासन गर्ने ठाउँमा चाहिँ नेपाली भएकोमा गर्व छैन अरे भन्नुहुन्थ्यो कि त्यो भनेपछि कति मान्छेमा कति हैरान बनाएको होला जस्तो लाग्थ्यो कि अब हामीले चाहिँ 2051 सालपछि हामीले अलिकति प्रत्यक्ष चाहिँ राजनीति बुझ्न थाल्यौँ नि त अब भाषणले त यो देश त उहिले भन्यो नि त जमानामै भनेन राष्ट्र हट्ने बित्तिकै वीरेन्द्र सरकार र यसो सरकारको चाहिँ स्विजरल्यान्डबाट चाहिँ पैसा ल्याएर यो देशलाई चाहिँ सिङ्गापुर मलेसिया चाहिँ स्विजरल्यान्ड र चाहिँ सिङ्गापुर बनाउनु भने नि त यस्तो कुरा गर्ने अहिले सुनिन्छ उहाँहरूकै बढी स्विजरल्यान्डमा पैसा छ भन्नुहुन्छ अहिले थाहा छैन पहिले एउटा चाहिँ यिनीहरूले भनिरहेको थियो दुबईमा पैसा छ भन्नुहुन्थ्यो भनेपछि समातेर हालिहाल्छ त कहाँ हाल्नु अहिले हालिरहेको रहेछ नि त ए हो र त्यही हाम्रो एकजनाले के अरे स्विस ब्याङ्कमा पैसा छ भनेपछि अनि लगेर हालिदिनु भयो नि त ए हो र अनि यही हो त गणतन्त्र बाँकी स्वतन्त्र यो बोल्न नपर्ने हो त यो अनि यही गणतन्त्र यसकै अभ्यास गरेर छानबिन गर्नको साथै लगाएर हानिदिनु भयो यसकै तपाईँको यसकै लागि यत्रो भाव हो त दाइ हजुरको मलाई त्यो राज संस्थाको विषयमा चाहिँ हजुरले वीरेन्द्र सरकारलाई भेट्न पाउनुभयो मैले दर्शन पाएको छु दर्शन पाउनु 2 चोटि के सन्दर्भ छ दाइ त्यो अब त्यो एउटा चाहिँ त्यतिकै हो एकजना चाहिँ अर्को चाहिँ एकजना मेरो चिनेको हिसाबले मलाई एकचोटि दर्शन 2 चोटि हो एकचोटि चाहिँ दर्शन मात्रै भयो मुसुक हाँस्नु बग्यो एकचोटि चाहिँ तिमीलाई कस्तो छ मर्जी भयो यति अब राजा वीरेन्द्रलाई चाहिँ भेट्दा चाहिँ ज्ञान सरकार भेट्दा चाहिँ त्यस्तो फिल भएन असल व्यक्ति भेट्भयो भने चाहिँ एउटा भाइब्स त आयो है असल व्यक्ति केही न केही पोजिटिभ भाइब्स भएको व्यक्ति हुँदो रहेछ राजाहरू भनेको चाहिँ त्यो भाइब्स त आयो तर वीरेन्द्र सरकार भेट्दा चाहिँ विष्णु भगवान नै अवतार आएको फिल भयो मलाई म त्यति तेज कति सालको कुरा यो आई थिङ्क 56 साल 55-56 सालमा हजुर त्यो बेलामा अमेरिकन नजानु म हिरो भएपछि हिरो भएपछि म त 62-64 गएको नि त ए त्यो बेलामा चाहिँ
प्रत्यक्ष भेट्नु भयो दर्शन पाएँ दर्शनभित्रै दर्शन पाएँ आइएम लकी मलाई त्यो तर त्यतिखेर मोबाइल थिएन फोटो खिच्न पाएन सधैँ एउटा चाहिँ मनमा एउटा रहिरहन्छ क्या मैले राजा वीरेन्द्रसँग चाहिँ फोटो खिच्न पाए भए म कति भाग्यमानी हुन्थ्यो होला भन्ने चाहिँ मलाई रहिरहन्छ मैले त्यति शालीन व्यक्ति मैले दुनियाँमा आजसम्म देखाएको छैन अहिले धेरैको घरमा पनि राजा वीरेन्द्रको परिवारको चाहिँ त्यो मैले राजा वीरेन्द्रसँग फोटो खिच्न नपाउँदा चाहिँ सायद आजसम्म चाहिँ बाँचिरहेको भए त मैले खिच्थेँ मेरो त्यो सपना नै पुरा हुन्थ्यो तर मैले खिच्न पाएन त्यतिखेर मोबाइल पनि थिएन है अब क्यामेराम्यान मैले फोटो खिचेँ भन्न नि आफै नै अप्ठ्यारो है त्यत्रो अब सेक्युरिटी हुन्थ्यो दुनियाँ हुन्थ्यो तर पनि अब अहिले जस्तो भए भन्थे पनि होला त्यो बेला आफू पनि टु यङ होइन अप्ठ्यारो लाग्ने होइन अब त्यो फेरि भेटिन्छ अब वंशै सखाप हुन्छ कसले सोचेको त होइन पछि भेट भइहाल्छ अब म कुनै दिन म गोदबा लिन पाउँला होइन त्यतिखेर म चाहिँ सरकारसँग फोटो खिचेर त्यो चाहिँ घरमा चाहिँ ठुलो उपहारको भगवान्ले त्यो गिफ्ट राख्नु ठुलो बनाएर राख्छु भनेको त्योभन्दा पहिले वंशै सखाप भयो हेर्नुहोस् यहाँबाट थाहा हुन्छ लाइफ इज अनसर्टेन भन्ने चिज पनि अनि त्यही त भन्छु जिन्दगी केही पनि छैन के यही कुरा मैले बुझेको त्यत्रो सेक्युरिटीमा रहेको सरकारहरू सबै गएन जीवन त्यसरी लाइफको त्यो प्रोटेक्सन नगर भन्छु क्या मैले थाहा छैन भोलि के हुन्छ यहाँ जहिले जति बाँच्छौ मस्त रहेर बाँच कसैको बारेमा यो त गाली गलौज गर्ने झै झगडा यो रिस गर्ने एकले अर्का दबाउने हेप्ने यो सुशासनमा ध्यान दियो कुशासनमा ध्यान नदेऊ पैसा ठुलो होइन पैसा यति कमाऊ जति इज्जतले तिमीलाई गर्वसाथ भन्न सकौँ ताकि बाँच्न पुगोस् होइन मरेपछि त जसले जलाइदिइहाल्छ नि के ठुलो कुरो है मरेपछि पनि यस्तो नाम कमाउ न यो मान्छे कहिले नमरोस् न आज पृथ्वीनारायण शाह कहिले पनि मर्दैन एक्ज्याक्टली होइन महेन्द्र सरकार कहिले नै मरेको छैन होइन यता धेरै नेता छ कृष्णबहादुर भट्टराई मरेको छैन गणेशमान सिंह मरेको छैन भिबी कोइरालाहरू मरेको छैन सधैँ हामी सम्झिन्छौँ नि त मनमोहन अधिकारी मरेको छैन मदन भण्डारीमा हाम्रो अहिले पनि जीवित हुनुहुन्छ उहाँका विचारहरू यसरी यस्तो गर्नु हुनु पऱ्यो नि त यहाँ त जिउँदै फोटोमा मरिहाल भनेर पोस्ट हाल्नै हुन्न रिप लेख्नुहुन्छ ल कस्तो समय आएको होइन अब यो विचारै गर्नुपर्ने बेला भयो उहाँहरूले अनि एउटा उहाँहरूलाई के शुभकामना दियो भने गाली मात्रै खाइन्छ एक्ज्याक्टली हो गाली मात्रै खाइन्छ फलानाको झोले भनेर त्यो अब हामीले त यो जस्तो कुनै प्रधानमन्त्रीलाई चाहिँ उयस गर्नु पर्ने हाम्रो देशको प्रधानमन्त्री हो नि उहाँको व्यक्तित्व कुन पार्टीमा बिलङ गर्थ्यो हामीलाई मतलबै छैन अहिलेको हाम्रो प्रधानमन्त्री सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली हो हामीले यो देशको प्रधानमन्त्रीलाई चाहिँ शुभकामना दिने हो जे भने पनि त्यो त हामीले के देखेँ झोले पनि हाल्छ झोले भने त्यहाँनिर चाहिँ त्यो रिप भनेर कति रिप पुरै हेर्नुहोस् त कस्तो खालको चाहिँ अभ्यास भइरहेछ स्थिति कति धेरै बिग्रिसकेको रहेछ अब प्रचण्डसँग फोटो हाल्यो भने माओवादी भइहाल्यो काङ्ग्रेसको प्रधानमन्त्री बने हाल्यो भने कङ्ग्रेस भइहाल्यो त्यस्तो हुँदैन नि त हामी त कलाकार सिम्पल मान्छे सबको कलाकार हो नि त हामी यो देशको प्रधानमन्त्रीको फोटो हाल्दै गर्दा हामीलाई झोले भनिन्छ तपाईँ जस्तो मान्छेले फोटो हाल्ने भन्छ गाली गर्छन् भने बेकार कति सजिलो शब्द हो गाली भने यो दर्शक अथवा जनताले नबुझ्या हो कि अथवा उहाँहरूको इमेजै त्यस्तो नराम्रो भएको अब एक त नबुझेको अर्को इमेज त्यस्तो दुइटै हो उहाँले यो नबुझ्यो जनताले के नबुझ्यो भने यो प्रधानमन्त्री हो पदलाई मानेको हो व्यक्तिलाई होइन भन्ने कुरो यो नबुझेको हो दोस्रो उहाँहरूको इमेज पनि अलिक बिग्रेकै हो यहाँ त राष्ट्रपतिसँग फोटो खिच्नु न यो कङ्ग्रेस परे के हो भन्छ देशको प्रमुखको फोटोसँग फोटो हाल्नै नहुने यहाँ कोही ठुलो मान्छेसँग फोटो खिचेर हाल्नै हुन्न कस्तो चाहिँ समय आयो हेर्नुहोस् त त्यस कारण दुःख लाग्छ हजुरले अब यो राष्ट्रसंस्थाको बारेमा चाहिँ प्राय तपाईँले किनभने त्यो सफ्ट कर्नर र अहिलेको माहौलले पनि राजा आइदियोस् एउटा गार्जियन आइदियोस् भन्ने म कुनै वादी होइन है फेरि है म यो देश विकसित भएको हेर्न चाहने म जिउँदै हुँदा हेर्न चाहने म मरेपछि देश जेसुकै होस् म सिद्धिहाल्छु म यो माटोमा बिलाइहाल्छु म होइन म हुँदै एउटा फिल गर्न पाऊँ भनेर मात्र भनेको यो शान्ति होस् विकास होस् अनि यहाँ धेरै सम्भावना भएको देश हो यहाँ विभिन्न विदेशी कम्पनीहरू आओस् यहाँ लगानी गरोस् त्यो किसिमको चाहिँ सरकारले ग्यारेन्टी ल्याओस् होइन हाम्रो नेपालीहरू बाहिर विदेश जानु नपरोस् आफ्नै देशमा बसेर चाहिँ रोजगारको उत्पादन गरेर चाहिँ आफ्नो देशमा चाहिँ इन्डिपेन्डेन्ट भएर बस्न पाओस् परिवार छोडेर चाहिँ 10 वर्ष पलायन भएको छ उता आउँदा यहाँ परिवार चाहिँ भाताभुङ्ग लथालिङ्ग छ यस्तो हुनु नपरोस् कसैको आँखामा आँसु देख्नु नपरोस् बाँचुन्जेल सबै मान्छेहरू खुसी भएर बाँचुन् होइन यो मैले चाहेको कुरा हो मेरो सपना हो त्यो मेरो व्यक्तिगत स्वार्थ केही पनि छैन जस्तो मलाई जो आए पनि म आफ्नो काम गरेर खाने हो मेरो ठुलो सपनै छैन मलाई राजा आए पनि के हुने होइन मलाई जुनसुकै शासन आए पनि मेरो लागि केही छैन म कुनै पार्टीमा बिलोङै गर्दिनँ भनेपछि म गलत काम पनि गर्दिनँ म बिजुली काम पनि म माफियागिरी पनि गर्दिनँ म सिम्पल मान्छे हो होइन साधारण जीवन बाँच्छु तर म एटलिस्ट मैले त यति त भन्न पाउनु पऱ्यो नि म संसार घुम्दै गर्दा अब म धेरै देशमा जान्छु आफ्नो देश सम्झिन्छु पिर लाग्छ नि त्यो भाँडा साएर पोख्ने हो मायाले पोख्ने हो
मैले बोलेर हुने त केही पनि होइन, तर त्यो तैपनि तपाईँ जतिको मान्छेले बोल्दाखेरि त्यो केही न केही त अर्थ राख्छ नै। कुनै सम्भावना नभएको देशमा चाहिँ प्रचुर सम्भावना भएको बनाइदिन्छन्, प्रचुर सम्भावना भएको देशलाई चाहिँ डिस्ट्रोय बनाएर खतम बनाइदिन्छन्। अनि पिर पर्दो रहेछ कि, पिर पर्छ। त्यो पिर चाहिँ कहिलेकाहीँ मैले मिडियामा पोख्छु, त्यो चाहिँ मायाले हो, कोही प्रति त्यो ईर्षा राखेर अथवा कसैको त्यो दुश्मनी राखेर होइन। मेरो लागि सबै बराबर। म यस्तो बोल्ने मान्छे हो कि मलाई यो विश्वकै 8 अरब मान्छे प्रिय हो। मनुष्य सबै एउटै हुन्, न धर्म न जात न केही छैन, एउटै हामी सबै मान्छे हौँ है। तपाईँको सोचले तपाईँलाई महान बनाउने हो, तपाईँको जातले होइन, सोचले, तपाईँको ज्ञानले, शिक्षाले होइन। शिक्षाले मान्छेलाई पागल बनाउँछ, ज्ञानले मान्छेलाई मनुष्य बनाउने हो। शिक्षाले चाहिँ किन ज्ञान पागल बनाउँदै? शिक्षा त पागल, धेरै शिक्षित मान्छे पागल हुन्छ नि, तपाईँलाई थाहा छैन त्यति पनि। त्यो बढी लेखक मान्छे पनि त काइन्ड अफ पागलै हो नि, जसले किताब लेखिरहेको हुन्छ। अनि एउटा लेखक पागलले अर्को पागल लेखेर पढ्छ, त्यो पागलै हुन्छ होइन भने यसो कल्पना जस्तो हो। म कल्पना मैले पढेको कुरा मेरो जीवनमा कामै लागेन, किनभने मैले जागिर खाएन। एउटा छ नि नेपालमा लोकसेवा भन्ने होइन, त्यही त हो नि। जागिर खाएपछि कहिले पनि एकचोटि आएर नो फाएर क्या कहिले पनि। अब जागिर खानलाई पढ्ने त हुने रहेछ नि यहाँ, त्यो पढेको चाहिँ कामै लागेन नि। त्योभन्दा त मैले खालि अहिले आएर नेपाली र इङ्ग्लिस मात्रै पढेको हुने रहेछ, बुझ्नु भयो? अरू के नपढेको हुने रहेछ। इङ्ग्लिस बोले चाहिँ भयङ्कर त्यो पढ लेखा भइगयो, नेपाली जाने भइगयो। अरू किताबहरू अब के सबै पढ्यो नि हामीले। नैतिक शिक्षा पढ्यौँ, नैतिक कोही पनि नैतिकता भन्ने पतन भइसक्यो। संस्कृत पढेँ, खोइ संस्कृत खोइ कहीँ छ त होइन। अनि हामीले धेरै किताब पढ्यो, इकोनोमी पढ्यो, यो पढ्यो। प्र्याक्टिकली सिपहरू चाहिँ बरु सानैदेखि चाहिँ सिकाउँदै लगेर गएको भए बरु त्यो कुनै कुरा मान्छे चाहिँ अलराउन्डर हुनुपर्ने रहेछ कि। एक्स्ट्रा करिकुलममा भाग लिने, खालि पढाउने किताबमा मात्रै नभएर अरू बाहिरी नलेजहरू पनि उ गर्ने, प्र्याक्टिकल्ली हुनुपर्ने रहेछ कि मान्छे। हामी खालि धेरै मान्छे, म त प्र्याक्टिकल्ली थिएँ, मैले धेरै म भेरी गुड स्टुडेन्टै होइन होइन। म चाहिँ पास मात्रै हुने खालको स्टुडेन्ट, तर अरू कुरा सिक्न मन लाग्ने, सबै कुरा गर्न मन लाग्ने। पोख्त चाहिँ केहीमा पनि होइन, तर सबै कुरा जान्न मन लाग्ने, हेर्न मन लाग्ने। मलाई पहिल्यै थाहा थियो कि म मान्छे भएँ, फेरि म हुन्न भन्ने चाहिँ मलाई सानैबाट आएको थियो। म जब 20-21 वर्षमा हुँदै मलाई त्यो फिल आइसकेको थियो कि अब म मान्छे हुन्न, मस्तसँग जिउँछु। त्यो सेन्सले आएको तपाईँलाई? मलाई कसै मान्छे भेट्दा रमेश सर आजकल तपाईँ के गर्नुहुन्छ भन्नुहुन्छ कि मैले मजाले जिन्दगी जिरहेको छु, योभन्दा ठुलो मैले के गर्नु पऱ्यो? तपाईँ सिनेमा मात्र सिनेमा कसैले भने पनि गर्छु, तर सिनेमा खेल्दा मात्र के गरिरहेको त होइन नि, जसले म बिन्दाससँग जीवन जिइरहेको छु, त्यो ठुलो हो नि त। एक्ज्याक्ट दाइ, यो यही कुरा ठ्याक्कै तपाईँले भन्नुभयो, मान्छेलाई सोद्धाखेरि सजिलै लाग्छ होला होइन। तपाईँ जुन प्रोफेसन हुनुहुन्छ, सिनेमा खेल्यो भने मात्रै अथवा काम गरेको देखिने, नभए त काम नगरेको देखिने, नभए कहाँ हरायो भन्ने त्यो देखिने मान्छेलाई त्यो धारणा हुँदो रहेछ। त्यस्तो प्रश्नहरूले कतिको पिरोल्छ दाइ तपाईँलाई चाहिँ? मलाई पहिला त पहिला लाग्थ्यो, अहिले त म हाँस्छु। उहाँले त्यति मात्रै देख्नु भएको छ, त्यहाँ एक्टिङ क्यामेरा अगाडि बसेर एक्टिङ गर्ने चाहिँ धेरै कुरा गरेको थियो। अरू चाहिँ के, हाम्रो यति धेरै काम छ, त्यसमै मजा लिने हो नि, जे काम गरे पनि इन्जोय गर्ने हो नि। सिनेमा त एउटा पेसा हो, ठिक छ होइन, त्यो पनि आएछ भने गरौँला होइन। अब म कसैलाई मलाई काम दिऊ भनेर म फोन गर्ने बानी पहिला थियो न, अहिले छ। कसैले गरौँ सर भने पनि गर्छौँ, ओके भने गर्ने हो। आफ्नो मन पऱ्यो भने, टिम मन पऱ्यो, सबै कुरो मन पऱ्यो, गरौँ सर, ओके गरौँ, मेरो काम त्यही हो। तर मलाई देऊ न काम देऊ न, नो, त्यस्तो मबाट हुँदैन। दाइ, मैले जोड्न चाहेको चाहिँ कुरा चाहिँ अघि कुराकानी कन्भर्सेसनमा मैले बिचमा जोड्न चाहेको कुरा चाहिँ के थियो भने, हजुरले कहिलेकाहीँ यसो आफ्नो विचारहरू व्यक्त गरिरहनुहुन्छ, राजाको बारेमा सर्ट गरेर लेखिरहनुहुन्छ, कहिलेकाहीँ चाहिँ रवि दाइको बारेमा पनि लेखिरहनुहुन्छ। तपाईँ राष्ट्रप्रति बढी झुकाव हो कि राष्ट्रप्रति बढी झुकाव हो कि के हो दाइ? म सबैजना मिलेर बस्नुपर्छ, सबैजना मिलेर यो देश बनाउनुपर्छ। यदि सबैको उद्देश्य देश बनाउने हो भने सबैजना चाहिँ बसेर यो देश बनाउनुपर्छ। एकले अर्कालाई बाइपासको राजनीति गर्न हुन्न, सबै एकले अर्कालाई सिद्धिवानी लाग्नुहुन्न। मिलेर हामी सबै नेपाली मिलेर चाहिँ देश बनाउनुपर्छ। यदि उद्देश्य देश बनाउने हो भने है होइन, देशको सेवा गर्ने हो भने है, माटोको ऋण तिर्ने हो भने है भनेर मैले बेला बेलामा राजाको बारेमा नै लेख्छु। राजालाई गाली नगर न भन्छु। म कसैलाई पनि, म कुनै पनि नेतालाई पनि गाली गरेर सुन्न सक्दिनँ। म साँच्चै नै भनेको, मैले किन गाली गर्नु? उहाँ पनि त कसैको छोरा हो, नेपाली नै हो। एउटा मान्छेलाई गाली गर्नु हुँदैन भन्ने म गाली खिलाफ मान्छे हो। राजा जस्तो एउटा चाहिँ सम्मानित पदमा बसेको मान्छेलाई किन गाली गरेको? उहाँले केही पनि गरेको छैन।
शासन गर्ने क्रममा मिस्टेक जोबाट नि हुन्छ होइन। तर उहाँलाई त झन् अझै राजा हुन्छु भनेर उहाँले सोचिबक्स्या पनि थिएन। अचानक उहाँले चाहिँ त्यो लेगेसी आधारमा भएको हो होइन। त्यो मान्छे पर्फेक्ट त हुँदैन नि त। उहाँले आज 40औं वर्ष चाहिँ अभ्यास गरेको मान्छेले त उहाँ चाहिँ पावरमा पुगेपछि राम्रोसँग चाहिँ प्रशासन सञ्चालन गर्न सक्नु भएको छैन भने राजा विचारलाई थाहै थिएन होइन। म राजा हुन्छु भने म त व्यापार गरेर आनन्ददायीको पछि लाएर बसिरहेको मान्छेलाई राजा भएपछि उहाँले मलाई गाली गर्ने पनि कुरा केही पनि छैन। त्यही भएर मलाई राजालाई गाली गरेको म सुन्न सक्दिनँ। म कसैलाई पनि गाली गरेर सुन्न सक्दिनँ, तर स्पेसली राजालाई किन गाली गरेको जस्तो लाग्छ मलाई एउटा कुरा। रविको कुरा, रवि मेरो साथी हो। अनि साथीलाई म राष्ट्रिय स्वतन्त्र पार्टीको म केही पनि होइन, म कुनै पनि पार्टीको केही पनि होइन। हालाकि म विद्यार्थी कालमा म अखिल नेपाल विद्यार्थी युनियनको अनिराश्र ब्युमा लागेको थिएँ एक्टिभली। अनि पछि त्यो अब जानेर अथवा अनजानमा थाहा भएन। त्यसपछि जब म कला क्षेत्रमा लागेपछि कलाकार बनिसकेपछि म कलाकार कुनै पार्टीको हुनु हुँदैन, देशको हुनुपर्छ भन्ने मान्यता लिएर हिँडेको मान्छे म कुनै पार्टीको केही होइन। यदि रमेश सुवेदीको भनेर खोजेर गयो भने त्यो अखिलको मात्रै एउटा काहीँ त्यो विद्यार्थीकालमा है, त्यो पनि अनजानमा होइन। जानेर होस् कि नजानेर त्यो मलाई थाहै थिएन। लहलहीमा माहामा सबै साथीभाइ त्यता लाग्यो, मैले पनि ल भन्यो, लाग्यो, चुनावमा हिँड्यो, के गर्यो, त्यो एउटा उमेरको कुरा हो। अनि अब अहिले जुन दिन म कलाकार भएँ त्यो बेलादेखि मैले यो म पोलिटिकलबाट बहुत टाढा छु है। हालाकि म चाहिँ एउटा नागरिकको हिसाबले म चाहिँ म नजिकबाट एउटा कति राजनीतिक चेतना राख्छु, जिज्ञासा राख्छु, कहिलेकाहीँ विचार पनि राख्छु र नजिकबाट अध्ययन पनि गर्छु के भइरहेछ देशको पोलिटिक्स भन्ने कुरा मैले हेर्छु पनि। तर अनि कहिलेकाहीँ लाग्छ कि यो कति कुरा त थाहा नपाएको राम्रो, नजानेको राम्रो, नबुझेको राम्रो जस्तो लाग्दो रहेछ। झन् बुझ्यो झन् बेकार छ यो है। अशान्ति, दलदल, भ्रष्टाचार, यो त्यो खुरापाती तलदेखि माथिसम्म अशान्ति बाहेक केही लागेन मलाई नेपाल पोलिटिक्स। पहिलो कुरा रवि अब साथी हो, अनि बेला बेलामा गाह्रो हुन्छ, अनि आफ्नो साथीको हिसाबले यसो मैले चाहिँ समर्थन गर्ने हो। तर म राष्ट्रिय स्वतन्त्र पार्टीको चाहिँ केही पनि होइन होइन। त्यो तपाईँको जे होस् दोस्तीको मात्रै, उहाँ सफ्ट कर्नर मात्रै हो, साथीको लागि मात्रै हो। अरू मैले चाहिँ म राष्ट्रिय स्वतन्त्र पार्टीको म सदस्य, नेपाली कङ्ग्रेसको सदस्य, म कलाकार हुँ, यो देश सबैको हो, सबै पार्टीको, सबै चाहिँ जनताको, सबैको कलाकार हुँ म कुनै पार्टीको कहिल्यै पनि हुँदैन। उहाँमाथि लागेको आरोपको बारेमा चाहिँ तपाईँको धारणा चाहिँ के? हेर्नुहोस्, त्यो अब चाहिँ अदालतमा गएको केसमा अब म जस्तो आम मान्छेले टिका टिप्पणी दिनु अलि हल्का अभिव्यक्ति हुन्छ। म हल्का अभिव्यक्ति मिडियामा दिन चाहन्न। हामी आफै एउटा चाहिँ मेच्योर्ड भइसकेका छौँ, जिम्मेवारी मान्छेले यदि हल्का, म त्यो नेताहरू जस्तो होइन जहाँ पाए त्यहीँ जे पाए त्यही बोल्ने मान्छे पनि होइन। अलिकति विवेक पुर्याएर सुझबुझ राखेर अलिक तौलेर बोल्नुपर्छ। अनि हल्का अभिव्यक्ति दिएर मजा आउँदैन, किनभने त्यो मेरो विषय नै होइन, त्यहाँ म छिर्या पनि छैन। त्यो एउटा चाहिँ प्रशासनले छानबिन गरिरहेछ, अदालतमा पुगिसकेको छ। अब मैले यस्तै हो, दोषी निर्दोष चाहिँ पर्नु भएन, दोषी छुट्नु भएन होइन, एउटा चाहिँ त्यही हो। तर मलाई लाग्छ रविजीले गल्ती गरेका छैन भने उहाँ त ससमान भएर झन् राम्रै भएर निक्लिनुहुन्छ। त्यही हो। मैले यो प्रश्न किन सोधेको भने दाईको एकदमै सफ्ट कर्नर अथवा देखिने कुरा चाहिँ रवि दाईसँग जोडिएको कुराहरू अलिक देखिन्छ। अनि मान्छेले पनि, पब्लिकले पनि रमेश उप्रेती दाई चाहिँ अब राजसभाको अथवा रवि दाईको त्यहाँनिर पार्टीभित्र केही होइन, ऊ मेरो प्रिय मित्र हो। अनि अब अलिकति पोलिटिकलमा लागेपछि बल्ल टाढा भइयो, नभए त हामी दुःख सुख सेयर गर्ने। म रविसँग चाहिँ निर्धक्क सेयर गर्थेँ, अलिक गर्छु पनि, उसलाई ट्रस्ट पनि गर्छु, रविजीले पनि गर्नुहुन्छ। अनि म चाहिँ ट्रस्ट गरेर आफ्नो कुरा सेयर गर्ने मान्छेमा रवि पनि पर्नुहुन्छ एउटा, जसमा मैले निर्धक्कसम्म विश्वास गर्न सक्छु उहाँबाट अहिलेसम्म यत्रो वर्षको चाहिँ सहयात्रामा उहाँले मलाई धोका दिनु भएको छैन। त्यो मित्रता छ अहिलेसम्म। हालाकि उहाँ पोलिटिक्समा गएपछि चाहिँ अलिकति हामी टाढा भयौँ, किनभने उहाँको जेन्डर र मेरो जेन्डर फरक भयो। नत्र हामी सधैँ चाहिँ घुलमिल उठबस खानपिन रमाइलो गर्ने व्यक्तिमा पर्थ्यौँ, साथीभाइमा पर्थ्यौँ। अहिले उहाँ पोलिटिक्समा गएपछि उहाँ बिजी धेरै हुनुभयो। अनि मलाई राजनीतिमा खालि इच्छा नभए हुनाले म त्यति धेरै चाहिँ भेटघाट हुँदैन हाम्रो। पातलो साथी कति गुनासो हुँदो रहेछ त यति भेटघाट भएन भनेर? होइन, अब उहाँ त्यो ठाउँमा लागेपछि मैले त्यो कुरालाई बुझ्नुपर्छ होइन। उहाँ त्यो बाटै हिँड्नु भयो नि त। सुरुमा त मैले नहिँड्नुहोस् भने हो नि त। त्यो बाटो हिँडिसकेपछि अब त्यो बाटो त्यस्तै छ नि त। अब नजिकको कार्यकर्तादेखि अब त्यो कार्यकर्ता बिना एउटा नेतै होइँदैन। अनि उहाँ अर्कै दुनियाँमा हुनुहुन्छ उहाँ। हाल कहिलेकाहीँ गफ त हुन्छ साथीभाइमा, मलाई पनि कहिलेकाहीँ भेट्न मन लाग्छ। तर अब भेट्न गयो अनि म जहिले पनि भन्छु सर एक्लै भावलाई चाहिँ यसो कल पाऊँ अनि बसौँला भन्छु कि। अब जहिले पनि मान्छे गाजाङ मलाई त्यो राजनीतिक कुरा इन्ट्रेस्ट छैन। म त एउटा बिन्दाससँग जिउनुहोस्, हेल्दी भएर पिससँग बाँध्नुहोस्। जिन्दगी एउटा गिफ्ट हो। आखिर हामी
एक दिन मृत्युमा जाने हो, यो सबै कुरा टेम्पोरी हो, हामी सबै छोडेर जानुपर्छ। तपाईँ काठमाडौँ 50 रुपियाँ जग्गा होस्, 5औं अरब ब्याङ्क ब्यालेन्स होस्, 50 वटा घर होस् है, 1 लाखवटा साथीभाइ हुन्, यी सबै छोडेर एक्लै जाने हो। त्यो पनि तपाईँ घरको मान्छेले त यो लास निकाल भन्छ, तपाईँ नामै हुन्न यार, घरमा त लास हुन्न, घरबाट भने बित्तिकै यो लास निकाल भन्छ, थोरै रमेश बुझ निकाल भन्छ र। अनि यति सिम्पल कुरा नबुझेर के बेकारमा, अनि मलाई यस्तो है। अनि त्यहाँ तपाईँको पशुपति गएर त्यो नाटक गर्छन् होइन, अनि त्यहाँ एकछिनपछि जलाएर हतनपतक जलेन, सकेन भने पानी 2 बाल्टी पकाएर सिद्धियो, अस्ति त पानीमा बिलिनु भयो, सिद्धियो। न यो अनुहार रहन्छ, न यो रूप रहन्छ, कति ह्यान्डसम भन्छ, के रहनु ह्यान्डसम, बडी भन्छ के को रहनु, केही रहँदैन, न तपाईँको ब्याङ्क ब्यालेन्स रहन्छ, न तपाईँको प्रपर्टी रहन्छ के हो भने तपाईँले मर्दैभन्दा पहिले केही राम्रो काम गर्नुभएको छ भने सधैँ ती व्यक्तिले तपाईँलाई सम्झिन्छन्। त्यसकारण मनुष्य भनेको चाहिँ सहयोगी हुनुपर्छ। सकेसम्म मसँग छ भने मैले बाँड्नुपर्छ। तपाईँले कमा पैसा सम्पत्ति तपाईँको सन्तानलाई लागि मात्रै हो भने तपाईँ बेकार हो। तपाईँले ती नभएका मान्छेलाई लक्ष्मी तपाईँको माध्यमबाट आएको हो क्या, अनि हात यसो गर्नु, एक्सक्युज मी, यस्तो गर्नुहोस् न, यस्तो गर्ने होइन कि, यस्तो गर्नुहोस् न, अनि न तपाईँलाई सबले सम्मान गर्छन्। तपाईँ नाम हुन्छ भने तपाईँ डोनेसन दिनुहुन्छ कि, तर आफ्नै वरिपरि मान्छे दुखी छ भने तपाईँले त्यहाँ के पनि गर्नुहुन्न। नामको लागि चाहिँ तपाईँ चाहिँ दुनियाँलाई उल्लु बनाउनलाई त्यहाँ तपाईँ डोनेसन गरेर तपाईँलाई त्यहाँ चिफ गेस्ट बन्नु छ, तपाईँलाई खाता ओढ्नु छ, भ्रममा छ। त्यसलाई बिजनेसै भनौँ न, त्यसलाई बिजनेस हो, त्यो पनि बिजनेसै हो। अनि उहाँ अनि धनी मान्छे भइदिएको खण्डमा, ठुलो मान्छे भइदिएको खण्डमा चाहिँ मानिदिनु पर्ने रे। किन मान्ने भाइ, किन मान्ने? एक्ज्याक्टली मान्ने हो, सिनियरको आदरले मान्ने हो, एजको हिसाबले रेस्पेक्ट गर्ने हो। तपाईँले माया गर्नुहुन्छ, हामीले पनि तपाईँलाई सम्मान गर्ने हो। र तपाईँको चाकडी गरेर तपाईँलाई कसै गर्दैन। जस्तो मलाई पनि कसैले यसो गर्न आयो भने म नगर्नुहोस् भन्छु, रमेश दाइ भनेर आउनुहोस्, तपाईँ कलाकार मनपर्छ भन्नुहोस्, थ्याङ्क यू भन्छु, नमस्कार गर्छु, मैले सक्दो सहयोग गर्छु। तर कोही मान्छेले चाहिँ ओहो यो मलाई मन पर्दैन, ओहो के ओहो अननेसेसरी चाकडी तेल लगाउने, अरे माई ड्रिम कम ट्रु, के ड्रिम कम ट्रु? म एउटा सिम्पल मान्छेलाई भेटेर के को ड्रिम्स कम ट्रु? के पनि हुँदैन भाइ, त्यो हावा कुरा हो। मलाई चाहिँ यस्तो मन पर्दैन। मलाई दाइले अघि कस्तो दामी कुरा गर्नुभयो, मरिसकेपछि रमेश भन्दैन लास भन्छ, मेरो परिवारले प्रभात भन्दैन लास, मेरो छोरी छ भने, मेरो श्रीमती छ भने, मेरो छोराले पनि फलानु त्यो जीवित मान्छेको नाम लिन्छ कि, रामे श्यामे काका बाबु को हुन्छ नि, यो लासलाई चाँडो बाहिर राख्नु। ती छोरा र ती सुहानीको अगाडि लास भयो, तपाईँ के घमण्डे गरेको, अनि के को पछि लागेको, के गर्छु भनेर हिँडेको, कति गफ दिएको भन्छु क्या मैले। यति जीवनलाई बुझिदिनुहोस् न यार, सबै मिलेर बसौँ, यो देश बनाऊँ, माटोको ऋण तिरौँ है, हावा गर्न लागौँ। यता मिडियाको अटेन्सन पाउनलाई अन्ट सन्ट बनाए हुन्छ, गाली गरे हुन्छ, यो कहिल्यै नहुने कुरा भने हुन्छ के। ती मान्छेलाई पत्याउन जो कुरा बुझेको छैनन् होइन। एउटाले भन्छ महाराजा ल्याउँछु भन्छ, अर्कोले भन्छ यो राजा कसरी ल्याउने हो र यार, होइन नि, राजा भनेको सबको साझा हो, सबै मिलेर ल्याउने हो, जनताले ल्याउने हो, जनमत सङ्ग्रह गर्ने कुरा पनि गरिरहनु भएको छ। सबै पार्टीले भोलि गएर सबै पार्टीले आउनुहोस् सरकार, अब तपाईँ यहाँ बसिदिनुहोस्, वृद्ध पनि हुनुभयो, हाम्रो यो पुर्खाको यो देशको यो गरिमा पनि यो हो, तपाईँ आएर बसिदिनुहोस् भन्ने हो नि त। एउटा व्यक्तिले राजा ल्याउने हो, आफ्नो तपाईँको एउटा चाहिँ एउटा पार्टीले व्यक्तिले ल्याउँदैन। त्यस कारण त्यो पब्लिक के भन्छ, त्यो मिडियाको अटेन्सन पाउनलाई अन्ट सन्ट बोलेर अराजक अभिव्यक्ति दिए हुन्छ। हेर्नुहोस्, मलाई त झन् रिङ्गट लाग्छ, के फाइदा ल त्यस्तो गरेर पनि के नाम चाहियो? तपाईँलाई आफैलाई अशान्ति भयो कि, तपाईँलाई कसैलाई गाली गर्दा। तपाईँलाई म एउटा कहानी भन्छु, यो सत्य कुरा हो। म अमेरिकामा एउटा मान्छेलाई मैले गाली गरेँ, त्यसले पनि मलाई अन्ट सन्ट भन्यो, मैले पनि धेरै गाली गरेँ, मलाई रातभरि निन्द्रा लागेन। मैले भोलिपल्ट गएर त्यसमा मैले माफी मागेको छु, अनि बल्ल मलाई सकुन भयो, मिस्टेक मेरो थियो नि त, म अलि लाउड भएँ। उता कस्टमर सर्भिसमा बसेको थियो, उसलाई पनि त इरिटेट हुन्छ, दिनभरि कति मान्छेलाई चाहिँ कस्टमरको सहनु पर्ने हुन्छ। त्यो माथि म त पोलाइट, म त बुझ्ने मान्छे, म त शालीन हुनुपर्ने, सभ्य हुनुपर्नेमा म अलि अभद्र भइदिएँ, अलि भायोलेन्स भइदिएँ। मलाई रातभरि निन्द्रा लागेन। मैले कसैले आज मिडिया मार्फत भन्दैछु, म गएर सबभन्दा पहिले जबसम्म बिहान उठेर मैले त्यसलाई सरी भनिनँ, मैले त्यसपछि मैले रिल्याक्स फिल गरेको, म त्यस्तो छु। कोही मान्छेसँग माथि दुर्वचन बोल्यो अथवा कोही मान्छेले त भलै गल्ती उसैको किन नहोस्, गर्दा पनि तपाईँलाई चाहिँ मनमा खुटखुट, म कसैलाई पनि गाली गर्न सक्दिनँ, कसैले पनि। म होला कुनै समयमा म खराब थिएँ होला होइन, त्यो एज हो, तर म अहिले कसैलाई पनि मेरो आँखाले कसैले सबै मान्छे बराबर देख्छु। म कोही ठुलो, कोही सानो, कोही धनी, कोही गरिब, कोही देख्दिनँ।
अनि मैले कसैलाई एउटा मान्छेले अर्को मान्छेलाई हेला गर्नु हुँदैन, कोही जात हुँदैन, कुनै धर्म हुँदैन, धर्मको नाममा व्यापार हुनु हुँदैन र सबै मान्छेलाई एउटा समान्तर व्यवहार गर्नुपर्छ र एकले अर्कालाई सम्मान गर्नुपर्छ भन्ने मेरो आफ्नो लाइफको फिलोसफी छ। दाइ तपाईँको जीवनप्रति लिएर यो जुन दार्शनिक चिन्तन चाहिँ कसरी आइपुग्यो तपाईँमाथि? यो कुरा चाहिँ म अलिकति छक्क परिरहेको छु। जिन्दगीको भगाइले पनि हो। केही घटना थियो दाइ त्यस्तो प्रभाव? त्यस्तो घटना थिएन। म धेरै पहिलेदेखि पनि अलि म सफ्ट मान्छे हो। म एकदम जति बाहिर देख्छु भित्र मन त्यति कमलो छ मेरो। म दुःख दिन बित्तिकै मलाई आँखाबाट आँसु आउँछ। म आफ्नो पीडाले कहिले रोएन, अरूको पीडाले मलाई धेरैचोटि रुवायो। म आफ्नो असफलतामा कहिले पनि रोएन, आत्तिएन। तर अरू दिन दुखी गरिब देख्दा मलाई साह्रै पीडा हुन्थ्यो। मैले करियरमा कति चिज गुमाएँ होला, मलाई त्यहाँ पीडा भएन। तर मेरो साथीभाइले गरेको कामहरू डुब्दा मलाई पीडा भयो। फेरि मैले कहिले पनि त्यो जाहेर गरेन कि, त्यो देखाएन मैले। तर मलाई फिल हो आज मैले मिडिया भन्दैछु। मलाई कति व्यापारमा घाटा भयो होला, फिल्म बनाएर घाटा भयो, के भयो होला, मैले कहिले पनि कसैको अगाडि मैले देखाएन। तर साथीभाइले बनाएको फिल्ममा मलाई चिन्ता हुन्छ। मैले कति सिनेमामा मैले आफ्नो फिल्म बनाइसकेपछि एज अ निर्माता भइसकेपछि मैले सिनेमा अफर गर्दा मैले फिल्म नबनाउनुहोस्, यो डुब्छ, तपाईँ पनि दुःखले कमाएको भन्दा उहाँलाई यो कुरा रमेश सिद्धि ठुलो मान्छे भयो, सान देखायो, यसले मात्रै फिल्म बनाउन जाने जस्तो भनेर उहाँले बनाउनु भयो, डुब्नुभयो। मैले मेरो त राम्रो कुरा भन्यो, उहाँले अरूले फसाए, अरूले कमायो होला। तपाईँले त्यसरी सल्लाह पनि दिनुभयो कति धेरै फिल्ममा नि, तर मैले कहिले पनि भनेन, आज भन्दैछु। तर यहाँ राम्रो कुरा कसैले पर्दैन नि त। यहाँ त खालि मान्छेलाई डुबाउने चाहिँ हावा गफ गरेर फसाउने भयो मान्छे, पत्याउने छन्। इमान्दार मान्छे, सच्चा कुरा गर्ने मान्छे। कति साथीभाइ फिल्म मैले फिल्म नबनाउँछु, तपाईँ काम होइन भन्छु म पैसा हाल्छु भन्छ, पैसाले फिल्म बन्छ भन्छु कि म। भोलि तपाईँ मेरो सम्बन्ध बिग्रिन्छ नि। एउटा मान्छेले मलाई 50 लाख हाल्ला, भोलि भने जस्तो सिनेमा चल्दैन भन्छ, अनि मैले पैसा दिने कुरा भएन, अनि साथीभाइको सम्बन्ध बिग्रेन। मैले भन्छु सम्बन्ध रहिरहोस्, तपाईँ काम होइन सिनेमा नआउनुहोस्। सिनेमामा तपाईँले देखाएको जस्तो छैन, बहुत गाह्रो छ। म निर्माता भएर किन फेरि बनाएन त? मैले बनाउने आँटै गर्न सकिनँ। अब आँटै आएको नि तपाईँले? त्यो चाकडी म गर्न सक्दैन। त्यो धेरै झमेला छ, यहाँ धेरै झमेला। त्यो कोही प्रोड्युसर लिएर आउनु भयो नि पहिला सुरुमा त ल्याउनु, पुरा नेपोटिजम, ग्रुपिजम, त्यो धेरै रहेछ कि मलाई थाहा थिएन होइन। म त आर्टिस्ट भएर मात्रै काम गरेको, पछि निर्माता हुँदा मलाई ज्यादै गाह्रो भयो। अनि मेरो नेचरले मलाई रातभर निन्दै नलाग्ने। म अलिकति मलाई कसैले हेपेको पनि सुन्न सक्दिनँ, म कसैले अन्डर एस्टिमेट गरेर पनि सुन्न सक्दिनँ। म कसैलाई गर्दिनँ नि त। म एउटा निडर भएर स्वयं जिन्दगी मलाई गाह्रो भयो। अनि मैले त्यो पैसै आए पनि मलाई पीडा भयो क्या। मेरो खर्च दुनियाँ मेरो ठुलो सपनै छैन भने मलाई किन कमाउँदैन? तर त्यो सिनेमा मैले दर्शकलाई बनाएको, दर्शकसँग पनि पुर्याउने माध्यममा धेरै गाह्रो चाहिँ त्यहाँ चाहिँ बाधा अर्जनहरू, काँडाहरू, त्यो डेन्जर चिज ठाउँ हो क्या त्यो। त्यसकारण मैले आर्ट गरिनँ। धेरै साथीभाइले होइन तपाईँलाई पैसाको प्रब्लम छ भने हामी हालिदिन्छौँ पनि भन्यो। उहाँलाई धन्यवाद भन्छु आज, उहाँले मलाई हेल्प गर्न खोजेको हो होइन। तपाईँले राम्रो सिनेमा बनाउनु भएको थियो, तर तपाईँ अर्को बनाउनुहोस्, हामी पैसा हाल्छौँ पनि भने। त्यस्तो साथीभाइ पनि देश विदेशबाट भने। तर मैले उहाँहरूलाई कहिले पनि त्यो मैले लिइनँ, कि मलाई थाहा छ नि सिनेमा के हो। सिनेमामा चाहिँ कस्तो भने 95% चाहिँ रिस्क फ्याक्टर छ क्या। 95% चाहिँ रिस्क फ्याक्टर। यो चाहिँ तपाईँले निर्माता भएपछि एज अ निर्माता बोलिरहेको छु। कलाकारले त अहिले बहुत पैसा कमाएर भएको छ, रमाइलो लाग्छ मलाई। तर अब अर्को वर्षसम्म हेर्नुहोस् न, कयौँ निर्माता कति पैसा जान्छ भने रमाइलो लाग्छ नि यो फिल्म। दसैँमा हेर्नु नि त, अब आउने यो दसैँमा 8वटा भइसक्यो, 7-8 भइसक्यो है। मैले रमाइलो त्यो कलाकारहरू टेक्निसियन त रमाइलो छ, मिडिया साथीभाइलाई काम पाइरहनु भएको छ कलाकार टेक्निसियनले। तर प्रोड्युसरको पैसा त गाई जत्रै हुन्छ नि त। किन त यो प्रोड्युसरले किन बुझ्दैन? जान त्यहाँ मै भनिरहेको छु, मैले नबनाउनु भन्दा मैले काम पाइनँ। मैले ब्याङ्कमा साइन गर्दै पैसा लिँदै काम गर्नुपर्ने छ। म त इमान्दार छु नि त। त्यो पैसाले मलाई पोल्छ नि। तपाईँले दुःख गरेर कमाएको पैसा मैले हावातालले तपाईँलाई हाइपोथेटिकल कुरा गरेर भ्रममा पारेर उचालेर पैसा हाल्न लगाएर, अनि तपाईँ त परिवार छ, तपाईँले पनि दुःखले कमाएको होला। सबै मान्छेले गलत तरिकाले कमाएको त हुँदैन नि। कसैले जग्गा बेच्या हुन्छ, पुर्खौली होइन, कसैले के हुन्छ, कसैले तपाईँ घरमा परिवार हुन्छ, सुहानी बच्चा हुन्छ, बाबुआमा हुन्छ, ती आँसु लाग्छ के। त्यो भएर मैले त्यस्तो भने आफै जोग्रो फाल्तु भयो। तर ती सिनेमा बनाए धेरैले, के बनाएन नि त धेरैले। अफर आइसकेका सिनेमाहरू पनि मलाई आउट भयो, मैले खेलिनँ। मैले त नबनाउनुहोस् भने हो नि त। तर उहाँहरूले बनाउनु भयो, डुबाउनु भयो। मलाई आत्मग्लानी छैन, मैले बुझेको कुरा भने हो, मलाई रिग्रेट छैन। मैले त म सत्य कुरा बोले हो। तर होइन रहेछ यो देशमा चाहिँ
हावागफ गर्नुपर्ने रहेछ, मान्छेलाई फसाउनु पर्ने रहेछ। त्यो मबाट भएन, आजसम्म, हिजो पनि भएन, आज पनि मेरो ब्लडमै छैन त्यो। ओके दाइ, प्रोड्युसरहरू चाहिँ त्यो डुब्छ भन्ने जान्दै त्यहाँ सिनेमा अलरेडी छ भन्दै यति झुरुममा चाहिँ किन हुन्छ दाइ? कसले उचाल्छ दाइ? तपाईँलाई पनि उचालेन, त्यसमा त जुदाउनुपर्छ, हानिदिउँ भनेर त्यस्तो आउँछ मान्छेहरू? के आफैले लाग्छ? दुःख लाग्छ। जस्तो यस्तो छ, तपाईँले आफ्नो पैसा लगानी गरेपछि तपाईँ सोच्नुहुन्छ नि त, सिनेमा बनाउने भनेको तपाईँ कोहीसँग कम्पिटिसन गर्न आयो होइन, त्यो एक काइन्ड अफ व्यापार पनि हो होइन। जुत्नु त आफैमा राम्रो हुँदै होइन नि। अनि खोइ कसले उचाल्छ, सायद कोही होला पछाडि एउटा राम्रो रोल प्ले गर्ने होला कोही, तर त्यो अहिले जुन भइरहेछ त्यो उचाल्ने पछाड्ने जुदाउने जस्तो अब अस्ति पनि एउटा सिनेमा रिलिज भए, त्यो सबैलाई असर गर्यो नि त, 2-3वटा सिनेमा जुत्दा। त्यस कारण मैले भन्छु नि, सिनेमा नेपालमा यति धेरै सिनेमा बन्नै हुँदैन, नेपालमा 50वटा भन्दा बढी सिनेमा बन्नु हुँदैन। बरु सबै एउटा चाहिँ मर्च भएर राम्रो सिनेमा मिलेर बनाउनुपर्छ कि व्यापारै गर्ने हो भने होइन। अब कम्पिटिसन गर्ने, अब त्यो त्यसै आएको पैसा छ, ब्ल्याक मनीलाई व्हाइट बनाउने हो भने त कुरा अर्कै हो होइन। राम्रो सिनेमा बनाउने हो, चलचित्र क्षेत्रलाई चलायमान बनाउने हो, एउटा चाहिँ यसलाई चाहिँ एउटा चाहिँ चलचित्र क्षेत्रलाई चाहिँ उद्योगको रूपमा चाहिँ परिणत गर्ने हो भने यसरी कम्पिटिसन गरेर जुदाएर होइन। वर्षमा चाहिँ अस्ति भन्दै थियो एकजनाले 123वटा सिनेमा चाहिँ तपाईँको उ भएछ अब आउने वर्षमा। त्यति नेपालमा त्यो धान्दैन त्यस्तो है, 50-60वटा फिल्मभन्दा बढी बनाउनु हुँदैन वर्षमा होइन। त्यति अरेन्जै छैन। अनि त्यसमा राम्रो सिनेमा मिलेर सबैजना एउटा चाहिँ फ्युजनबाट चाहिँ सिनेमा बनाउनु पर्ने। 52 हप्ता हुन्छ, 52 हप्तामा त्यही भनेको 50-60वटा फिल्म, 50-60वटा म्याक्सिमम त्यति हो। सबै मिलेर बनाउनुपर्छ, हज जर्नामा बनाउनुपर्छ। यहाँ त अब एउटा बन्यो भने त्यही बनाएको छ, त्यही 8 मुभी टाइप बनाएको त्यही बनाएको छ। मान्छेलाई मोनोटोनस छ नि, एउटा आर्टिस्ट आएको आइछ मोनोटोनस हुन्छ, त्यो त हुँदैन, भेराइटी चाहिन्छ। हुनु पनि त्यो हो, त मेरो बुझाइ हो त्यो। यस्तो भन्यो भने रमेश स्मृति यस्तो त भनेछ, त्यो त्यसरी भने होइन मैले, फेरि मैले त इन जनरल कुरा गरेको हो। तर कहाँ हुनु हजुरले भने जस्तो अब एउटा ब्ल्याक मनीलाई व्हाइट मनी बनाउनेलाई अनि एउटा गर्लफ्रेन्डलाई हिरोइन बनाउनलाई अब त होला, अब कसैलाई स्वाइनी हिरोइन बनाउनु पर्यो होला, कसैलाई समाज अरू छिमेकीले देखाउनु पर्यो होला, कसैलाई त्यसरी इन्डस्ट्री हुँदैन। इन्डस्ट्रीमा अलिकति अनि अब यसपालि त अब एउटा त्यो सारङ्गी चलेर धेरैलाई यति 50 करोड पनि हुँदो रहेछ, 60 करोड हुँदो रहेछ भन्ने अब त्यो गफ दिन पायो नि। फेरि निर्माता फर्साउनु त पायो, ओहो 2-3 करोड लगानी गरेर 50-60 करोड कमाउने पनि यस्तो पनि व्यापार हुन्छ भनेर आउनुपर्ने चाहिँ नेपालका उद्यमीहरू, विनोद चौधरी, वसन्त चौधरी होइन, गोल्छाहरू आउनुपर्ने हो। अस्ति एउटा फिल्ममा अनि तपाईँको शेष घलेले लगानी गर्नुपर्ने हो, उपेन्द्र महतो, जीवा लामी छाने, यिनीहरू आउनुपर्ने हो क्या। ओहो उहाँले हामीले यति धेरै इन्भेस्ट गर्दा त पनि त्यति रिटर्न छैन भनेपछि त 2-3 करोड लगानी गर्दा 50 करोड आउँदो रहेछ भने उहाँहरू तब इन्डस्ट्री हुन्छ के। आजसम्म विनोद चौधरी एउटा फिल्ममा 2-4वटा फिल्म बनाउनु भएको छैन नि। विदेशमा अहिले चाहिँ भयङ्कर हाम्रो शेष घलेले भयङ्कर पैसा कमायो भने खोइ त सिनेमामा उहाँले त 10वटा सिनेमा बनाए किन रहेन साँच्चै त्यो केही कारण हो अथवा? अनि मैले त्यही भन्छु नि, उहाँहरूलाई त्यति धेरै चाहिँ सम्मान गरिनु पर्दैन। उहाँले आफ्नोलाई पैसा कमायो होइन, त्यसको लागि खासै केही छैन होइन। नभए त उहाँले कला र संस्कृतिलाई त गर्नुपर्ने हो नि त होइन। हामी कति देशमा जान्छौँ, खोइ कलाकारहरूलाई उहाँले गर्नुपर्ने केही पनि छैन। बरु त्यो ठाउँमा सलमान खान गयो भने बहुत गर्नुहुन्छ उहाँले होइन। एउटा यहाँको चाहिँ नेपालीले चाहिँ गहना किन्छन्, तर विदेशी ल्याएर चाहिँ एड गराउँछन्। गहना चाहिँ नेपाली किन्छ, त्यहाँ हाम्रो नेपाली हिरो हिरोइन छन् नि। अनि त्यो विदेश उहाँहरू त्यो उहाँ भनिहरू पनि त्यो इरानीहरूले पनि त्यो सलमान खान आयो भने, शाहरुख खान आयो भने उहाँले बरु त्यहाँ पैसा $1 मिलियन लगानी गर्नुहुन्छ, तर नेपाली आर्टिस्टहरू गर्दैन। हामीले अहिले जति नाम लियौँ उहाँहरूले चाहिँ नेपाली आर्टिस्टहरूलाई त्यति भ्यालु दिँदैन। त्यो भएर उहाँहरूले त्यो सम्मान गर्नु पर्दैन। म त स्ट्रेट बोल्ने मान्छे, हामीले पनि मर्यादा गरेर उहाँलाई सम्मान दिनु उहाँले गर्नै पर्दैन। त्यो उहाँहरूको नाम लिनु पर्ने, मिडियामा स्पेस दिनु जरुर छैन। म त सिधा कुरा बोल्ने मान्छे, कि त त्यो गर्नु पऱ्यो। उहाँले हामीलाई नेपाली कलाकार आउँदा आहा यो त नेपालको शान हो भने सर भेट्दाखेरि चाहिँ त्यस्तो हुन्छ। त त्यो ठाउँमा चाहिँ इन्डियन कलाकार जहाँ त फोटो खिच्न तथा मलाई कहाँ स्पोन्सर, कति पैसा, कहाँ के डिनरको लागि गर्नु, यति लाख दिन्छु डलर, दुनियाँ हुन्छ। कलाकार त कलाकारै हो नि, हामीले हेपे आयो नि त सानो देशको कलाकार भनेर। आफ्नै देशको कलाकारलाई हेपे आयो नि त। हुनुपर्ने चाहिँ हाम्रो देशको कलाकारलाई उठाउनु पर्ने हो, जसले चाहिँ देशको कला साहित्य सबै कुरालाई चाहिँ उठाउनु पर्ने होइन र। पहिचान हो नि त, हाम्रो देशको पहिचान भनेको कला संस्कृति होइन त। अनि हामी जाँदा खोइ त पहिचान। अनि तिनीहरू आउँदा चाहिँ आफ्नै हामी भयङ्कर गर्ने है। अनि हामी जाँदा चाहिँ हाम्रो सिनेमा हेर्न आयो भने आउँदैन। त्यस्ता मान्छेलाई तपाईँ के सम्मान गर्ने?
होइन यो विषयमा बोल्यो भने त फेरि अर्को तपाईँको 4-5 एपिसोड बन्छ म त संसार उजागर गर्ने टाइपको मान्छे म आफै निडर मान्छे हो होइन म नेता चाहिँ होइन निडर चाहिँ हो होइन लिडर होइन त्यस कारण म अन्याय त्यो गलत प्रवृत्ति बसिएको छ क्या है हामी हाम्रो कलाकारलाई माया गर्नु पऱ्यो क्या अनि गरिब भनेर गरिब देशको कलाकार यसमा पैसा छैन भने हेपेको त के गर्दा न त कला त हो नि होइन होइन सलमान खान र म खेलौँ साउथ इन्डियनको कुनै एउटा हिरो र म काम गरौँ उहाँभन्दा कम गर्न सक्छु त म उहाँभन्दा मेरो जिउ नराम्रो छ कि लुक्स नराम्रो छ कि अभिनय नराम्रो गर्छु कि म उहाँहरू ठुलो देशको प्लेटफर्म पाउनुभयो धेरै पैसा लिनुहुन्छ उहाँले पैसा भएपछि उहाँको लाइफस्टाइल चेन्ज भयो हामीको पैसै थिएन हामी चाहिँ 30-40 हजार रुपियाँ सिनेमा खेलेर हिरो भएको मान्छे अनि हाम्रो जीवनस्तर भयो नि त के अन्त अनि कलाकार त कलाकार हो नि त अब के नेपाली कलाकार नि हेर्ने अनि त्यही इन्डियन आएर महँगो गाडी एयरपोर्टदेखि त्यसको होटलबाट बडीगार्डदेखि सारा 50औं लाख खर्च गर्छ यहाँ आयो भने हाम्रो कलाकारलाई गर्छ इन्डियामा अनि तपाईँ राष्ट्रियता कुरा गर्नुहुन्छ अनि इन्डियाले हेर्दैन हामीलाई त्यस कारणले हामी हाम्रो चिजमा गर्व छैनौँ हामी हाम्रो पनमा आफ्नोपनमै गर्व गर्दैनौँ अनि तपाईँलाई अनि ठुलो कुरा गरेर त हुँदैन नि त्यो अनि हाम्रै आफ्नो मान्छेले फेरि हाम्रो इन्डियनले गरेन भने हामीलाई केही छैन हाम्रो आफ्नै विदेशीहरूमा जो अहिले विभिन्न देशमा जापानमा जहाँ उहाँहरूले गर्न सक्नुहुन्छ मैले त्यो के अरे त्यो निला जापानमा फोन गरेर मेरो फिल्म आऊ भन्दा आएन ताकि मेरो सुटिङमा आएर यहाँ चाहिँ जापान आएपछि म बबाल गर्छु भन्थ्यो मैले जापानमा फोन गरेर एयरपोर्टमा ल्यान्ड गर्ने बित्तिकै फोन नम्बर पत्याएर है सुन्नुहोस् उहाँले होइन भनेर भनेको है अनि उहाँलाई चाहिँ यहाँ यो भनेर यहाँ सम्मान गर्छन् कि के बेकार त्यो मैले आफैले रमेश सुवेदीले होइन म उहाँ जापान जानु हामी उहाँभन्दा म सानो मान्छे त होइन नि न विचारमा सानो छ न एजुकेसन सानो छ केही छैन पैसा उहाँले अलिकति खुरापाती गरेर कमाउनु भयो होला पैसाले मान्छेलाई नाप्ने होइन कि म आफैले फोन गरेर नेपालमा त भेटेको थियो नि त होइन ल म आएको छु आउनुहोस् है भन्दा आउनु भएन उहाँ बोलाउँदा त आउनुहुन्न भने चाहिँ उहाँलाई नेपालमा किन सम्मान गर्ने त्यस कारणले जसले कला साहित्य अनि त्यो मात्रै होइन त्यो त देशको रिप्रेजेन्ट गरेर तपाईँ पुगिरहनु भएको अनि त्यो अहिले विदेशी कलाकार गयो भने हानथाप हुन्छ त्यहाँ हानथाप हुन्छ हानथाप कसले लाने भने कसले लाने कसले कति पैसा दिने उहाँको साइडमा बसेर फोटो कसले खिच्ने अनि हामी आफै दासी होइन दास मनोवृत्ति दास मनोवृत्ति होइन त यो आफ्नोपनमा गर्व गर न भाइ जिन्दगी 100 महिनाभर बाँच न किन गरेर झुक्ने एक दिन त मर्नु छ नि भाइ सिट ठाडो गरेर बाँच न कोहीसँग झुक्ने होइन गुरुसँग झुक्ने बाबामा झुक्ने हो कोहीसँग झुक्ने होइन छातीमा गोली हानेर मर्नु परे पनि मृत्यु फाइनल छ कोहीसँग डराउने कोहीसँग केही पनि होइन यस्तो गलत हो अनि हामी आफ्नोपनमा खुसी रमिरहेको छैनौँ कि मैले भनेको कुरा चाहिँ त्यो अनि हाम्रो बजार कहाँबाट बढ्छ भने कि भनेको सिनेमा क्षेत्रलाई चाहिँ जसले हेर्दाखेरि चाहिँ यो अझ बृहत हुनसक्छ फैलिन सक्छ यसको फैलावट अझ धेरै डायस्पोरामा जान सक्छ तिनीहरूले बाल दिएन खोइदिएको त उपेन्द्र महतोले दाइले आएर होइन सबैले चिनेको छु मैले उहाँले आएर ल यसलाई चाहिँ एउटा इन्टरनेसनल लेभलको सिनेमा बनाऊ म 50 करोड हाल्छु यसलाई उद्योगमा परिणत गरौँ कसरी भनेको छ म जति पैसा कमाए पनि आफूलाई त हो नि शेष दाइले भनेको छ सबै चिन्छु मैले भने चिनेर भने जीव दाइले भनेको छ अथवा नेपालको उद्यमीहरूले भनेको छैन नि असाध्य कलाकारलाई माया गर्ने भनेको राज संस्था हो के त्यसकारण हामीलाई त्यो अति म लयल भएको हो मलाई बेनिफिट केही पनि चाहिएको छैन राजाले चाहिँ ज्यादै माया गर्थे कलाकारले यो अहिले मान्छे स्वार्थी भएर मात्रै हो नभए दरो स्वर लाएर सबै लाइन बस्ने मान्छे सबै अनुहारबाट अगाडि आउँछ कि उहाँहरू स्वार्थी हुनुहुँदो रहेछ त्यस कारण उहाँले चाहिँ फेरेको हो कि अहिलेका धेरै मान्छेहरूमा नाम लिन चाहन्न अहिले धेरै वरिष्ठ व्यक्तित्व त पर्नुहुन्छ होइन तर त्यो होइन कलाकारलाई ज्यादै माया गर्ने मान्छेमा राज संस्थाले गर्ने हो कि अब यसको मतलब अहिले डेमोक्रेटिक हिसाबले अहिलेको नेताले गरेर नगरान त आफ्नो ठाउँमा छ त मैले देखेको चाहिँ है फेरि मैले भागो भन्छु होइन देख्दा चाहिँ असाध्यै माया गर्ने कल्चरलाई बुस्ट कल्चरलाई माया गर्ने गर्नले पनि दरबारभित्र बोलाउने कुरालाई चाहिँ के भइरहेको छ कसो भइरहेको छ सोधी खोजी गर्नु अनि एकाडेमी कसलाई बनायो कसले बनाइदियो यिनीहरूले बनायो यिनीहरू भएर बेचेर खाइदिन्छ जग्गा त्यो प्लानिङ गरेर खाइदिन्छ नि प्लटिङ गरेर हान्दिन्थे कहाँ त्यो तपाईँको कलाकारलाई बनाउने हो र प्लटिङ गरेर ठोकिदिन्थे बिजुवाले बिचमा मिलाएर खाइदिन्थ्यो जे भने मोरल बुस्ट गर्नको लागि चाहिँ उहाँले सोधिदिने खोजिदिने गर्न अनि धेरै इन्डस्ट्रीले चलायमान गरायो अनि कलाकारहरू पलायन भयो देश छोड्यो अब बाँच्नु पऱ्यो नि त भने अब
अब कलाकारले कुनै पार्टीमा झुक्नु पनि आएन, बिचौलाई गर्न सक्दैन, दलाली गर्न सक्दैन, भ्रष्टाचार गर्न सक्दैन, तीन चाहिँ नेपाली दाजुभाइको भावनासँग खेलवाड गर्न जान्दैन, अनि फिल्म पाउन छोड्यो, फिल्म बन्न छोड्यो, चाकरी गर्न जानेन, बाँच्नु त पर्यो नि, बाध्यता हो नि त यो कुरा। बाध्यतालाई तपाईँहरूले चाहिँ मजाक बनाउनु भयो क्या, यो कलाकारलाई पलायन भयो भनेर मजाक। एज अ प्रड्युसर चाहिँ लगानी कति जति तपाईँ अझै पनि लसमा हुँदैन? नभनौँ, ठिकै छ, त्यो कुराहरू पुरानो भइसक्यो होइन होइन, तर मैले प्रफिट भए भए त मैले बनाउँथेँ नि त, सिम्पल कुरा होइन, मैले प्रफिट भए भए त मैले बनाउँथेँ। अहिले स्क्रिप्टहरू चाहिँ हेरि पढिरहनु भयो होला? अहिले बिचमा त मैले बनाउँथेँ नि त, यो कोभिड नभए भए त म रेडी थिएँ। त्यसपछि अलिकति म यो पारिवारिकमा तनावमा उल्झिया हुनाले मैले पछाडि सरेँ, अलिअलि पछाडि नै छु। अब थाहा छैन, मलाई बनाउनु त मन छ होइन, 1-2 वर्ष लाग्छ होला अझै, किनभने सिनेमा बनाउनु मन छ। अब त्यसमा म कुन क्यारेक्टर खेल्छु, नेगेटिभ खेल्छु, पोजिटिभ खेल्छु, के खेल्छु, त्यसमा मलाई मतलब छैन, तर राम्रो सिनेमा चाहिँ बनाउनु मन छ मलाई होइन। मलाई आफूलाई पनि एउटा चाहिँ खुङ्खार नेगेटिभ पनि काम गर्नु मन छ कि, जबकि मेरो बेस्ट सुरुवात त्यो भयो हुनाले, किन जबसम्म नेगेटिभ खतरनाक हुन्न हिरो प्लसै हुँदैन होइन। मलाई त्यो खेल्न मन छ, सायद मैले बनाउने सिनेमामा म खुङ्खार नेगेटिभ खेल्छु होला भन्ने फिल पनि छ, क्यारेक्टर मेरो आउँछ दिमागमा। तपाईँहरूलाई याद छ कि छैन, रमेश सुब्रती दाईको पहिलो सिनेमा करोडपतिमा चाहिँ उहाँले चाहिँ भिलेनको रोल खेलेर आउनुभएको छ, तपाईँले गएर हेर्नु होला। त्योभन्दा अझै त्यो अझै म बढी हिट भएको त त्यो यो माइले लौन सतायो भने एउटा टङ्के भन्ने क्यारेक्टर, त्यो सिनेमा जहाँ गयो नि टङ्के, आजसम्म पनि कोही मान्छेले टङ्के दाइ भन्छ त्यो क्यारेक्टर। त्यसरी टिकटक भए भए अथवा यति धेरै मिडिया सामाजिक सञ्जाल युट्युब भए के हुन्थ्यो त्यो भाइरल, आजसम्म पनि मलाई टङ्के दाइ भन्छ त्यो क्यारेक्टर, त्यस्तो बवाल त्यो मनमा बसेको। अनि त्यही भएर चाहिँ त्यो फिल्मबाट नै हो त्यो सिनेमा उ भइसकेपछि, अनि मलाई एज अ हिरो मैले सोलोमा चाहिँ उ भएको त्यो हो। मलाई त्यो भएर मलाई फेरि त्यो चिजलाई मैले एक्चुअली गर्न मन छ कि मैले अब अरूबाट खोइ त्यस्तो खालको अफर आएन, अनि त्यो भएर आफ्नै सिनेमा बनाएर त्यो मनमा छ, त्यो तर दाइलाई त्यो किनभने ह्यान्डसम नेगेटिभ क्यारेक्टर, त्यो त पात्र पनि नेगेटिभ हो त, मान्छे के भिलेन भनेको कुरूप हुनुपर्छ र, ह्यान्डसम मान्छेको सोच पनि नेगेटिभ हो त होइन। पहिलाको मानक चाहिँ अलिकति अर्कै थियो नि त, अब यता काटेको हुनु चिरेको हुनु पनि पहिला त्यस्तो थियो, आजकल चाहिँ रूपमा होइन, उसको सोच्ने मान्छेलाई राम्रो बनाउने हो। त्यसकारण मलाई रहर छ, सायद म कुनै दिन मैले सिनेमा बनाएँ भने म त्यसमा चाहिँ नेगेटिभ खेल्छु भन्ने सोच छ मलाई। कसैले पनि त्यस्तो खालको मान्छे एन्टी हिरो खेल्न मन छ मलाई क्या, एकदम त्यो कन्टेन्टलाई नै एकदमै हैरान बनाउने खालको हुन्छ, दिमाग मैले नभने मनमा आउँछ, त्यस्तो मलाई रहर छ अब होइन। तर अलिकति विक पोइन्ट हजुर भनेको भिलेन चाहिँ स्ट्रङ किन देखाउँदैन भने हिरोलाई ओजेल पार्छ भन्ने जस्तो लाग्छ कि के लाग्छ, तर थाहा छैन। होइन, मेरो फिल्ममा पनि त राघव भन्ने क्यारेक्टरलाई मभन्दा माथि पुर्यायो नि त प्रशान्तजीलाई, अनि त्यही भएर दाइलाई त्यो प्रशान्त दाइलाई कम हुन्छ, अनि नभए त म हिरो भएपछि त मैले त्यो क्यारेक्टरलाई डोमिनेट गर्थेँ होला नि त, मैले गरेन नि होइन। मैले त्यो राघव भन्ने क्यारेक्टरलाई त माथि उठायो नि त प्रशान्तजीले जुन गर्नुभएको छ होइन। त्यस्तो हो कि क्यारेक्टरलाई मार्नु हुँदैन कि, भिलेनहरू एउटा यस्तो हुन्छ, हिरो भनेको एउटा दायरामा बसेर अभिनय गर्ने हो, भिलेनलाई दायरा हुँदैन क्या, भिलेन त जे पनि उसले त डायलग बिर्स्यो भने हाँस्दै पुग्छ कि होइन, डायलग बिर्स्यो अनि फेरि अनि भन्न पायो कि, तर हिरो क्यारेक्टर बाहिर जानै पाएन है। त्यस कारण हिरोमा चाहिँ त्यो किसिमको एउटा चाहिँ फाइदा लिन पाउँछ कि भिलेनले, त्यो भएर त्यो प्रशान्तजीलाई पनि त्यो मजाले उहाँले काम गर्नुभयो। दाइ तर हजुरको यो मनोकामना पुरा होस् चाँडै छिटै, हामी लेस्सी होइन लेस्सी होइन। म त अब मैले भन्छु नि जहिले पनि म अभिनय गरेरै मर्न चाहन्छु होइन, त्यसको मतलब यो होइन कि अब मैले अब म भोलि नै बनाइहाल्छु अथवा म गरिहाल्छु भन्ने पनि होइन। यो बिचमा अरू कतैबाट अफरहरू आयो भने तपाईँ गर्नुहुन्छ गर्नु कि तपाईँसँग फेरि अघि जस्तै सम्झाएर पठाउनुहुन्छ नबना भनेर? होइन, मैले अहिले गफ भइरहेछ, बिचमा यो 2-3 वर्ष फिल्म साइन गरेको थिएँ, ती बनेनन् होइन। अब केही सिनेमा चाहिँ जस्ट म यो 82 सालमा चाहिँ मेरो एउटा 2टा सिनेमा आउँछ होइन, म खेल्छु, मैले चाहिँ खेल्छु भनेको छु। अब यहाँ त कस्तो छ, जबसम्म सुटिङमा जाँदैन थाहा हुँदैन है, प्लान चाहिँ यहाँ भयङ्कर हुन्छ, सुटिङ नगएसम्म भन्न मिल्दैन, त्यही भएर मैले खासै कुरा गर्दिनँ, मैले आफूलाई म खेल्दिनँ कहिले भन्दिनँ। तर मैले बनाएको सिनेमाबाट चाहिँ मलाई खुङ्खार चाहिँ अलिक डिफ्रेन्ट रोल गर्न मन छ। दाइ अब फेरि पुरै फर्ममा पनि फर्किसक्नु भएको छ, अघि दाइले भनिहाल्नु भयो बिचमा अलिकति मेरो पारिवारिक थियो डेफिनेटली हो त्यो पनि भयो, अहिले सब ठिक छ दाइ?
अब फ्यान्टास्टिक छ फ्यान्टास्टिक मैले त अघि तपाईँको बारेमा समयले हिल गराउँछ कि हिल गरायो समय लिनुपर्छ त्यही भएर त्यो यस होइन सबै कुरा लेट इट बिट भन्ने हो कि हो एक्ज्याक्टली द थिङ्स सपोज थिङ्स गोज रङ लेट इट बिट तैँले बिगारे हो तैँले बनाइदिए समयले आनन्द कुल भएर बस्छ भाइ त्यसमा एग्रेसिभ हुनुपर्ने आत्तिनुपर्ने चिन्ता लिनुपर्ने डिप्रेसन हुनुपर्ने फ्रस्ट्रेसन केही छैन कुल ओम नमः शिवाय भन्ने योग गर भन्ने होइन टाइमले हिल गराउँछ मैले अघि तपाईँको बारेमा यसो रिसर्च गरेको बेलामा चाहिँ एउटा लेखेर रहेछ क्या रमेश सुप्रेती र वर्षा शिवाकोटी विवाह गर्दै तर छुट्टा छुट्टै ए ठिक छ एउटा रुमर हो त्यो लेख्न पाइयो नि मान्छेलाई त्यो हेडलाइन राखेपछि त्यो राखेपछि यसो हेर्छन् नि होइन मजा लाग्छ मलाई हाँसउठेको रमाइलो लागेको अब उहाँको पनि त्यस्तो भयो भने सिङ्गल हुनुहुन्छ उहाँले बिहा त गरिहाल्नुहुन्छ नि गरिहाल्छ त्यही भएर सिङ्गल त्यही भएर त्यो एउटा यस्तो राम्रै कुरा हो साँच्चै यो मिडियामा आएको कुरा चाहिँ के हो त यो विवाहको के तत्काल हुँदैछ कि के छ हजुरको त्यो मिडियामा आएछ मलाई थाहा छैन भने ए यो तत्काल त्यस्तो कुनै सम्भावना यस्तो छ अब त्यो मैले त्यो परिस्थिति आयो भने स्वीकार्छु मैले बिहे गर्दिनँ कहिले भनेको छैन तर अब कहिलेकाहीँ पहिला मैले एकदम मनको कुरा सुन्थेँ आजकल मैले दिमागलाई प्रयोग गर्न गइरहेको छु मनले चाहिँ जहिले पनि एकदम अप्ठ्यारोमा पार्नु छ कि मनले साह्रै म कमाउनु चाहिँ यसले अलि गडबड गर्यो अब चाहिँ अलिकति फ्रिक्वेन्सीहरूलाई बढी छोडिरहेको छु होइन यसमा त यो होइन बिहा गर्ने हो त्यो किनभने साथी चाहिन्छ तर असल साथी चाहिन्छ सिङ्गलै बस्नुपर्छ भन्ने छैन बिहे गर्दाखेरि त्यो सबै राम्रो हुन्छ भन्ने पनि छैन फेरि छैन है त्यो त अब एउटा लेखान्त पनि हो जुन कुरा हामीले भोग्नुपर्छ नि त्यो भोग्नै पर्छ हेर्नुहोस् एक्ज्याक्टली त्यसलाई फेरि अघि भने जस्तै टाइम आनन्द छ त्यो विषयमा धेरै सिरियस नहुने कि लाइफमा कुनै पनि कुरामा धेरै सिरियस हुनु जरुरी छैन म आफ्नो करियरमै चाहिँ तपाईँ सिरियस भएन सुरुदेखि म करियरमा सिरियस भए मैले धेरै सिनेमा मैले छोड्थेँ कति राम्रो राम्रो सिनेमाहरू मैले छोडेँ कति मतलब अहिले धेरै सिनेमा खेल्थेँ नि त मैले म कहिले पनि त्यति जीवनलाई लिएर त्यति सिरियस भएन मैले यति बुझेँ जीवन मैले म रमेश सुब्बाजी मान्छे भएर जन्मिस् जुनसुकै माध्यम बुवा आमाको माध्यमबाट आइस् होइन अब बिन्दासजी कसैको बारेमा नराम्रो आफ्नो जीवन जी दाइ हजुरलाई अहिले चाहिँ एकदमै अहिले तपाईँले छोडेको सिनेमाहरू मध्येमा अथवा कुनै सिनेमा यो आइकोनिक सिनेमा त्यो सिनेमाको चाहिँ म त्यो रोल चाहिँ मैले गर्न पाएँ हुन्थ्यो भन्ने कुनै सिनेमा छ दाइ होइन म छ नि मैले छोडेको सिनेमा तर अब किन भन्नु भनेर लाग्छ कि नछोडेको अब धेरै सिनेमा मैले छोडेको दिलीप रायजीले खेल्नु भएको छ फेरि यस्तो पनि लाग्यो कि मैले गरे भए त्यस्तो हुन्थेन कि मभन्दा बढी उहाँले राम्रो एक्टिङ गरे हो कि होइन साइन त डेफिनेटली मैले गरेँ हो तर पर्फर्म उहाँले मभन्दा बढी राम्रो गर्नुभयो कि दिलीपजीले क्यारेक्टरमा उहाँले न्याय गर्नुभयो कि त्यस कारण हिट भयो नि मैले गरे भए त्यस्तो हुन्थेन कि त्यसो सोध्ने भयो म आफूलाई ओभर कन्फिडेन्स छैन होइन जसको नसिबमा जे हो त्यही हो कि त्यो मेरो नसिबमै थिएन दिलीपजीको नसिबमा थियो उहाँले गर्नुभयो राम्रो पर्फर्म गर्नुभयो सिनेमा हिट भयो के थाहा मैले गरे फ्लप हुन्थ्यो कि कहिले त्यस्तो हुन्छ नि होइन कन्भर्सेसन हाम्रो एकदमै लामो भइरहेछ होइन अब अन्तिमतिर आइरहेको छ भने मलाई हजुरले सोध्नु मन लागेको चाहिँ मलाई पनि कहिलेकाहीँ सिनेमाहरू हेरिरहँदाखेरि पुरानो सिनेमाहरू निकालेर हेर्छु म त्यहाँ बस्ने गीतहरू त्यहाँको सिनहरू एकदमै त्यसलाई चाहिँ त्यो फिल आउँछ क्या दाइ त्यो जतिको सिनेमामा चाहिँ त्यो लभ सङहरूले पनि कस्तो मुटु नै छुनेर आउँछ त्यो त्यतिखेर मान्छेले सिनेमा मनदेखि बनाउँथ्यो अनि त्यतिखेर लभ थियो कि माया थियो आजकलको मायामा व्यवसायीकरण भयो आजकल माया छैन त्यतिखेर साँच्चै माया थियो क्या त्यही भएर त्यो मान्छेले फिल गरेर हेर्थ्यो र लभ स्टोरी फिल्म चल्थ्यो नि आजकल लभ स्टोरी फिल्म चल्दैन नि तपाईँ जति मलाई लाग्छ धेरै सिनेमा कसैले बनाएको छ भने त्यो सिनेमा चल्दैन लभ स्टोरी किन लभै छैन नि त आजकल आज एकदम व्यापारीकरण भयो क्या व्यवसायीकरण भयो क्या सबैमा अनि त्यतिखेरको मेकानिकल अलिकति बढी टेक्निकल मेकानिकल त्यस कारण हामी अहिले इभन लभ स्टोरी नचल्नु पछाडि त त्यहाँ मान्छेमा त्यो त्यतातिर त्यो लभमा त त्यो फिल चाहिन्छ नि त ध्यान दिएर हेर्नु पऱ्यो नि त अब ग्याजेट्समा पुरा मोबाइलतिर हुन्छ यहीँतिर टिकटक हेरेर हुन्छ कहाँ त्यो फिल्म चलाउने त्यो छुटेको नि त त्यस कारण आजकल त्यतिखेर त कस्तो अरू यस्तो एक्सेस थिएन अनि सिनेमामा मात्रै हलमा छिरेपछि सिनेमा मात्रै हेर्नुहुन्थ्यो कहाँ हिरो एन्ट्री ताली बजाउने कहाँ केटी गरेर कहाँ किस खायो सिटी बजाउने त्यतिखेर रमाइलो अर्कै थियो त्यतिखेर अब भनौँ न अब कति बेलामा अब हामी विद्यार्थीकालमा कुनै केटी मन परायो भनेदेखि हामीले मन पराउँछौँ भन्दै गर्दा उहाँले अर्कैको बिहा गरेर गइसक्नुहुन्थ्यो भन्नु खोजेँ हामी भन्नै नसक्यो नि व्यक्त भन्दा भन्दै उहाँले उहाँको बिहा भइसक्यो हुन्थ्यो है त्यो आजकल त आज टक्क मेसेज पठायो अहिले भन्यो किस पठायो भेट्यो सेट्यो भइगयो सबै काम भइगयो त्यतिखेर त हामीले भन्छु भन्दै त्यो उहाँले गएर बिहा गरेर छोरा पाइसक्यो हाम्रो समयमा म त त्यही त भने अघि गीतको कुरा तिमी हुन्छ भन भन्ने गीत त्यो क्या सिन छ नि त्यो मलाई त्यो अनि त्यो गीत सुन्दा अझै पनि फिल आउँछ क्या त्यो भनेको मलाई फिल आउँछ त अनि रेस्पेक्टेबल टाइपको लभहरूको पनि त्यो त्यतिखेर अहिले पनि मलाई हेर्दाखेरि
म त्यही बेलामा त्यही आँखाले त्यही मानसिकतामा गएर फर्केर त्यही समयमा गएर हेर्दाखेरि आनन्द लाग्छ। त्यो हेलिकप्टरको त त्यहाँ किन झुन्डिनु भएको थियो? अब त्यतिखेर त त्यो रियल जोस रियल हानेको। त्यो क्याप्टेन साहब बित्नुभयो रारामा, त्यो हेलिकप्टर डुब्यो, क्याप्टेन पनि बित्नुभयो सुरजजी। त्यही अनि त्यो बेलामा त्यो मान्छे मैले हेलिकप्टर त यस्तो बिटमा समात्यो नि त होइन। अनि त्यो अब त्यो यसरी तलमाथि गर्ने हो नि त होइन। अनि उहाँ त्यो बाहिर निक्लिएर ल्यान्ड गरेपछि सर्ट दिइसकेपछि चुरो खानु हुँदो रहेछ उहाँले। अनि लाइटरमा यसो गर्नुभएको थियो। ओ क्याप्टेन के भयो भने तपाईँ मान्छे क्या भूत हो यार, सातो पुल्लो खाइदिनु भयो मेरो त, त्यहाँ सोन छैन सेफ्टी छैन यार भन्नुहुन्छ कि। मतलब हामीमा त्यस्तो थियो त्यतिखेर। त्यो जुनुनले हो त्यो। मलाई त्यो एक ओभर फोकस है अहिले चाहिँ डर लाग्छ, त्यतिखेर डर लागेको थिएन। उहाँले भन्दा पनि मलाई डर लागेको थिएन। म त अक्षय कुमारले जुन अझै त्यो यसमा हुक गरेर चाहिँ स्टन्ट गर्थ्यो, त्यस्तो हेरेर हुर्किया मान्छे म त गर्न पनि गरिदिन्थेँ। मलाई त अब हिरो काम गर्नु थियो नि त होइन। अहिले चाहिँ मलाई बेकुपन लाग्छ क्या, हिरो जे पनि गरिदिन्छ, जे पनि हिरोले नगर्ने कुरा के हुन्छ र भन्ने लाग्यो। सुरुमा मलाई स्विमिङ गर्न आउँथेन, पोखरी हामफालेको मैले करोडपतिमा। मैले खुसुको त्यो उसलाई चाहिँ भनेको थिएँ क्या, त्यो टायर उडेर बसै भनेको। मैले आउँदैन केही नभन्ने, म पौडी खेल्न आउँथेन। अब किरण केसी दाइले हानेपछि पानीमा चाहिँ लड भन्यो, भन्दाले भन्नुभयो। अनि भन्दाले पनि स्विमिङ आउँछ सोध्नु भएन, म पनि मान्छे गर्थेँ त मान्छेले कहाँ स्विमिङ आउँछ भन्नु भएन, ज्याममा हाम फालिदिइहालेँ। कोही मान्छे हुन्छ त्यस्तो हाइट सुरो नारायणीमा त्यो क्याम्पिङ गर्नेमा यता काठको फब्ल्याटो त हो नि। अब भाग्नुपर्छ चेजिङ, राजेन्द्र खड्कीले भन्छ त्यत्रो मान्छे अगाडि म स्विमिङ डुबेँ त म बाँधिदिनँ भन्नुभयो। मरे आज केही छैन गरे। पोखरामा त्यो तालको बिचमा एक्लै त्यो बिहानी पहिलो किरणसरी भन्नेमा लिएर जा भन्नुहुन्छ उहाँ बिचमा, आफूलाई स्विमिङमा पर्फेक्ट छैन। त्योभन्दा पछि हिरो बनेको भ्याता बुद्ध जानिसकेको थिएँ, तर त्यो तालमा डुब्यो भने त म कसरी आउनु। तर पनि अब काल नयाँ मर्दैन भन्ने विश्वास हो कि के हो, लिएर गएँ बिचमा। मनमा पनि डर यहाँबाट पल्ट्यो भने रमेश सुवेदीको र पनि भेट्दैन, एउटा फिल्म रिलिज नभएको सहिद हुने भयो भन्दा नि। तर मैले गरेँ, अब आजसम्म जिउँदैछु होइन। अनि अब त्यो एउटा यो माया सागरमा त मोटर बोटमा अब जति उहीँ औँलामा हुँदो रहेछ त्यस्तो एक्सिलेटर त कहिले चलाए पनि थिएन, आउँदैन भन्नु भएन। अन्त लाइफ ज्याकेट त लाएँ, जति माथि गयो निलो नारायणी छ, अहिले जस्तो होइन है। अनि जलसा पछाडि हुन्छ सालो जलसालाई गरेर उल्ट्यो भने। तर पनि अब खोइ के हो भने नाटेश्वरीको ब्लेस होला, अनि अलिकति हिम्मत पनि हो। अनि अब फेरि आर्टिस्ट हिरो भएपछि डराउनु हुन्न पनि भयो। तर अहिले चाहिँ होइन बेकुपन जस्तो लाग्छ, क्रेजी नै हुँदै थियो क्रेजी होइन। मैले तपाईँ त्यो त पछि थाहा पाएँ, मैले राम्रोसँग हेरेँ सेफ्टी नै छैन त्यो। मैले त्यो कहाँ मलाई त्यो तपाईँको त्यो ट्रक चलाउँथेन, अनि करोडपतिमा चाहिँ त्यो मिन टाटा चलाउनु पर्ने भयो है। त्यो मिन टाटा लगाएर हान्नु पनि थियो होइन। मलाई त आउँदैन भन्ने कुरै भएन क्या होइन। सिन पनि चिट गर्नु भएन, कहाँ चिट गर्नु भन्दाले आउँछ होइन, आउँछ भन्दै। त्यो चन्द्रप्रकाश क्यामराम्यान थियो, वहीँ आएको क्यामेरा छोडेर क्यामेरै छोडेर भाग्नुभयो। भनेको मलाई कस्तो त्यतिखेर के भने हिरो भनेको सबै कुरा आउनुपर्छ, आउँदैन भन्नुहुन्न है भन्ने त्यो दिमाग बस्यो। अनि त्यो हुँदै गयो, सिक्दै गएँ, पछि ट्रक पनि चलाएँ। भन्नु चाहिँ के भने सिकाएँ, त्यसपछि सिक्न थालेँ है, सिक्न थालेँ। तर सुरुमा चाहिँ ला मलाई यो आउँदैन भने मेरो फिल्म पनि निकालिदेला, यत्रो मान्छे अगाडि बेच भन्ला, कोही हाँस्ला हुटिङ गर्ला, त्यस्तो भयो कि दिलबाटै गरेर त्यो गरेको काम जे पनि आउँदैन भन्ने है। तर आउँथेन है। स्विमिङ गर्नु नजानिकन नारायणीमा र चाहिँ फेवातालमा चाहिँ जाने मान्छे मै हो। डर लाग्दै रहेछ, मै हो। खिसीको डुबे भएदेखि त्यो 4 फिट 6 फिट त्यो चाहिँ स्विमिङ पुलमा भ्याता गरेको हुन्छ र तल सिद्धि हुने। आज कतिमा पुण्यतिथि हुन्थ्यो अनि सिधै जनेपाल हुन्थ्यो। तर पनि होइन अब त्यो दर्शकको माया अघि भन्नुभयो त नाटेश्वरीको ब्लेस हो। अनि मैले हेर रमेश तँसँग मसँग अप्सन थिएन नि त, डु ओर डाई। अब म यहाँ त्यहाँ हारेँ भने आजीवन चाहिँ फेलर भन्ने एउटा चाहिँ ट्याग लाग्थ्यो। गरेन यो फ्लप हिरो, फ्लप खतम भयो भन्ने भयो। आजीवन मलाई एउटा ट्याग लाग्थ्यो। मैले इन्डस्ट्री केही वर्ष छोडेँ, मेरो इच्छा छोडेँ हो नि त होइन। मैले काम गरेन मेरो इच्छाले हो। म कुनै फ्लप भएर दर्शकले रिजेक्ट गरेर त पक्कै होइन नि त। दाइको त लास्ट टाइम चाहिँ म यहाँको भनौँ चाहिँ दर्शकले मलाई रिजेक्ट गरेकै होइन नि, मैले आफूले नै पैसै नभएपछि त के गर्ने भन्ने हो नि त होइन। पैसै दिँदैन थियो त्यत्रो, पैसै कम पैसै थिएन नि। अहिले पो पैसा भयो त होइन। अहिले पो मान्छे 30 लाख 20 लाख भन्नु तातो बजार त उस्तै हो होइन। तर अहिले भन्न थाले त त्यतिखेर थिएन नि त। अनि हामी सोच्न बाध्य हुन्थ्यौँ। तर
तर दर्शकले मलाई कहिल्यै रिजेक्ट गरेको थिएन। रिजेक्ट गर्ने भए यत्रो वर्षपछि आएर चाहिँ यो के अरे ऐश्वर्या पनि हिँडे भयो होइन। भन्नु चाहिँ के भने दर्शकले जहिले पनि मलाई मिस गर्नुभएको थियो, मैले पनि त्यो मिस गरेको थिएँ। दर्शकलाई रिजेक्ट भएन, मैले नै आफैले यो पैसै भएन जस्तो सरोज दाइले पनि त दर्शकले रिजेक्ट गरे होइन नि त, मलाई गाह्रो भएर छुट्यायो हो नि त। पैसा नभएपछि के सिनेमा काम गरे पैसै छैन है, पैसै छैन। अब राजेश दाइ सबभन्दा टप, राजेश दाइ पैसै बढाउनु हुन्न। अहिले हिरो त आज 20 लाख, अनि एउटा फिल्म हिट अलिकति एभरेज चल्ने बित्तिकै भोलि 30 लाख, अलिकति माथि जाने बित्तिकै 50 लाख, त्यस्तो छैन नि त्यतिखेर। राजेश दाइ हिट होस् फ्लप होस् चाहिँ बल्ल बल्ल उहाँले 1 लाख पुर्याउनु भयो। 1 लाखमा त म कयौँ वर्ष उहाँले त्यतिखेर 5 लाख भने 5 लाख रुपियाँ दिन्थे। राजेश दाइ पैसै बढाउनु हुन्न। हामी जस्तो तलको कलाकार त झन् के भन्ने, काम पाउनु ठुलो गर्दै हुनुहुन्छ, राम्रो भइरहेछ, तर राजेश दाइले बढाउनु भएको छैन, त्यही भएर बढाउनु मिलेन। तर राजेश दाइ पो जमिनदार पैसावालको छोरा हुनुहुन्थ्यो, हामी त गरिब मान्छे होइन। हाम्रो धेरै कुरा आफ्नो कमाइबाट गर्नु थियो, सोच्नु परेन। राजेश दाइ त म पनि भाइ म पनि गरिरहेको थिएँ नि काम, पैसै मतलब छैन नि। पुर्खाली सम्पत्ति जति पनि छ होइन, के टेन्सन भन्ने भयो नि त राजेश दाइलाई त। हामीलाई त गाह्रो थियो, अनि हामी वैकल्पिक मार्ग खोज्यौँ। राजेश दाइमा निरन्तर दिइरहनु भएको छ। अब पैसा कमाउनु परे पनि निरन्तर टन्न भएपछि त बाबुबाजे हाम्रो बाबुबाजे जोडा थिएन, हामीले आफै सृष्टि गर्नु थियो है। त्यसो हाम्रो त उमेर बढ्दै रहेछ, सिनेमा हेरिरहेछौँ होइन, हामी खेलेछौँ, ब्याङ्कमा अकाउन्टमा पैसा छैन, सब कुरा भएको छ, पैसा फिल्म चाहिँ ब्याक टु ब्याक छ, फुर्सद छैन, पैसा छैन। दाइ हजुरले छोड्दैन, लास्ट टाइम छोड्दाखेरि कति पैसा आयो, कति पैसामा लिनुहुन्थ्यो? 2 लाख रुपियाँ। 2 लाख रुपियाँ 2 लाख लिन्थ्यो। 2 लाख रुपियाँ कहिले काहीँ झुकेर 4 लाख पनि ल्याएको छु, त्यो त डबल भएर हो, त्यो उहाँ आफूले दिएको मैले मागेँ होइन। तर मैले लास्ट लिएको चाहिँ 2 लाख रुपियाँ दिएको थियो। त्यसले लिएर अब महँगाइ कति बढिसक्यो, कहिले के गर्ने, कहिले बिहा गर्ने, कहिले घरजम गर्ने होइन, कहिले घर बनाउने, कहिले सृष्टि गर्ने। अब बाबुबाजे टन्न सम्पत्ति भए पो लौ होइन, यो फिल्म खेले पैसाले ड्रेस किनौँ, गाडी किनौँ, मोज गरौँ भन्ने हो, त्यस्तो थिएन। हामी सबै कुरा हामीले गर्नुपर्ने। तर जे भयो राम्रो भयो नि दाइ, तपाईँ त्यहाँ पनि जानुभयो, त्यहाँको अनुभव पनि लिएर आउनुभयो। होइन मैले राम्रो गरेँ, मैले सिकायो, मलाई शालीन हुन सिकायो, म्यानर सिकायो होइन, धेरै कुरा सिकायो, महत्त्वाकांक्षालाई रोक्न सिकायो, मेहनतलाई सिकायो, कामप्रतिको सम्मानलाई सिकायो। मलाई अमेरिकाले केही पनि दुःख दिएको छैन, मलाई सिकाएको छ। त्यसकारण मान्छेले काम सानो ठुलो हुँदैन है, काम इज काम होइन। चाहिँ सुपारीले गर्ने काम पनि काम हो, हिरोले गर्ने काम पनि काम हो। सबै आफ्नो काममा, यहाँ नेपाल बिग्रेको भनेको आफ्नो काममा इमान्दारिता नभएर हो। पाइलटले राम्रोसँग उडाइरहेछ भने नेताले, सबै मान्छेले आफ्नो काम इमान्दारपूर्वक गरिदिए भए, प्रशासन चलाउने मान्छेले इमान्दारपूर्वक काम गरिदिए भए अब जस्तो मान्छे जान्थ्यो नि त। यस एक्ज्याक्टली। तर त्यो इमान्दार नभइदा हामी सबैले अहिले भोग्नु परेको छ कुरा। ओके, हामीले त इमान्दारितापूर्वक कुरा गरेर बनिरहेछ, र तपाईँले इमान्दारितापूर्वक हेरिदिनुपर्छ हाम्रो यो भिडियोलाई। र दाइसँग कन्भर्सेसन गऱ्यो भने अझै पनि धेरै कुराहरू सोध्नु मन छ, किनभने यो छोटो बसाइमा त पक्कै पनि यो कुराहरूलाई ल्याउन सकिँदैन। एनिवे दाइसँग जहिले पनि भेट्दा त्यही मोटिभेसन, त्यही ऊर्जा पाइरहेको हुन्छु, त्यत्तिकै चार्मिङ। त्यही भएर पनि म एकदमै कम मिडियामा आउँछु। तपाईँले पनि धेरै भएपछि म अब अति भयो, दाइलाई मैले धेरै लामो समय प्रयासपछि आएको चाहिँ म चाहिँ हतपत मिडियामा आउनै मन लाग्दैन, किनभने मसँग अब मैले बोलेर के हुन्छ र होइन, म कहिले काहीँ चाहिँ आउनु मन लाग्छ होइन। तर पनि हामीलाई सुन्नलाई चाहिँ एकदमै तपाईँसँग नजिकै भएर, तपाईँको निकट रहेर सुन्न चाहिँ एकदमै मन लाग्छ। अति भएपछि होइन, अब जाउँ केही विचार राखौँ भनेर होइन, किनभने कस्तो हुन्छ भने अब मैले यहाँ भनेपछि अब केही समयमा बोल्दिनँ, किन यही चिज हो नि त कुरा होइन। अलिक फरक होला त्यहाँ प्रस्तुति, प्रश्नअनुसार उत्तर होला, तर रमेश त यही हो नि, किन कति मिडियामा हुनु होइन। मलाई त्यो भाइरल हुनु छ र जे पाए त्यो अन्टसन्ट चाहिँ अराजक कुरा गरेर छैन नि त। त्यसै कारण हामी त शालीनबाट बोल्ने हो, साँचो कुरा बोल्ने हो। साँचो कुरा बोल्ने मान्छे कतिले आपच्य हुन्छ होइन, यसबाट एकदम पूर्वाग्रह चाहिँ केही पनि हुँदैन क्या, हुन्छ फेरि। तर हामी जे आँखाले देख्छौँ, जे मनले फिल गर्छौँ, त्यही सत्य कुरा बोल्ने हो। यस, दाइ जस्तो इनर्जेटिक रहिरहनुपर्छ। यो मेरो भने 50 अलमोस्ट 50 नै क्रस भइसक्नु भयो नि दाइ? भएको छैन, अब हुन्छु अलमोस्ट 50 को हाराहारीमा छ दाइ। मैले भर्खर अस्ति दाइको डेट अफ बर्थ पनि हेरिरहेको थिएँ कि, त्यही भएर मैले भने यो मेरो पनि यस्तो ह्यान्डसम हुन्छ, ल यङ देखिनुहुन्छ, चार्मिङ देखिनुहुन्छ दाइ। यो इनर्जी सधैँ कायम राख्नु होला। आइदिनु भयो, थ्याङ्क यू सो मच दाइ। र जाँदा जाँदै हजुरलाई हाम्रो यहाँ किताब जात्रा, जसले चाहिँ किताब यात्रा छ, किताब जात्राले चाहिँ वार्षिक रूपमा एउटा चाहिँ फेस्टिभल पनि गर्छ, लिटरेचर फेस्टिभल पनि गर्छ। केही किताब छ हजुरको लागि यसो सप्रेम? थ्याङ्क यू, थ्याङ्क यू सो मच।